जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरणों पासक हरि का चरणों पासक कति कति पार धरे ओम जय जगदीश हरे मन को थाला मनोहर प्रेम रूपवती प्रभु प्रेम रूपवती पावक पुरछ मंगल पावक पुरछ मंगल आरती सभापति ओम जय जगदीश हरे नित्य निरंजन निर्मल कारण अविनाशी प्रभु कारण अविनाशी शरणगत प्रतिपाल शरणगत प्रतिपाल सिनमय सुखराशि हान्नु के जुन गर कहाँ गएर हान्नु त खतरा दामी फोटो आउँछ यहाँ लाइन महीनाको लाइनमा बच्चा-बच्चीको लागि अगाडि हेर
खै भजन हरायो भजन निकाल्नु त भजन 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 निकाल्नु त ऐश्वर्य विश्वविद्यालय सामान्य सञ्चारको सन्दर्भमा स्त्री त्रिभुवन नमुना माध्यमिक विद्यालयले हिरक महोत्सवको अवसरमा आयोजना गरेको श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ 2082 उपस्थित हुनुभएका समाज कार्यवाहक नगर प्रमुख धनबहादुर कायत कल्याण चौला महासभाका तमानखोला गाउँपालिकाका अध्यक्ष जोगला बुढाचौला महासभाका लागि हार्दिक अनुरोध गर्छु। यसै गरी विशिष्ट अतिथिकै रूपमा ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक हिमाल चौला महासभाका लागि अनुरोध गर्छु। यसै गरी निष्खोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घरतीचौला महासभाका लागि अनुरोध गर्छु। जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरुङ चौला महासभाका लागि अनुरोध गर्छु। अबको क्रममा विशिष्ट अतिथिको रूपमा आचरण गर्दै हुनका लागि बढीगाडी गाउँपालिकाका उपप्रमुख आदरणीय भीमसेन बन्चौलामा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको रूपमा आचरण गर्दै हुनका लागि 101 प्राविधिक शिक्षा निर्माणका अभियन्ता यस कार्यक्रमका सङ्कल्पकर्ता आदरणीय चन्द्रप्रकाश बस्याल ध्रुवशरणज्यूलाई म विशिष्ट अतिथिको रूपमा आचरण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आचरण गर्दै हुनका लागि राष्ट्रिय सभाका पूर्व सदस्य आदरणीय शान्ति अधिकारीज्यूलाई महास्मरणका लागि हार्दिक अनुरोध गर्दछु। भाषण ग्रहण गर्दै हुनका लागि यस कार्यक्रमका उपवाचक पण्डित सुरेन्द्र टाकुरेलज्यूलाई सादर अनुरोध गर्दछु यो विशिष्ट अतिथिको रूपमा आचरण गर्दै हुनका लागि। त्यसै गरी आचरण गर्दै हुनका लागि दगाकुण्डा गाविसका पूर्व अध्यक्ष मित्र बहादुर पुन्चोलाई म सादर अनुरोध गर्दछु आचरणका लागि।
उहाँ यस विद्यालयको पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ। यसै गरी आशीर्वाद गरिदिनु हुनका लागि यस विद्यालयका संस्थापक इन्द्रमणि खरेलज्यूलाई म सादर अनुरोध गर्दछु। उहाँ पूर्व अध्यक्ष पनि हुनुहुन्छ, यस विद्यालयको संस्थापक हुनुहुन्छ। संस्थापकहरूमध्ये एकजना व्यक्तित्व अहिले हामीसँग हुनुहुन्छ, यहाँलाई अतिथिका लागि सादर अनुरोध गर्दछु। आशीर्वाद गरिदिनु हुनका लागि एके आचार्य श्याम चालिसेज्यूलाई, पण्डित श्याम चालिसेज्यूलाई म सादर अनुरोध गर्दछु। त्यसै गरी गणेश यामलाल चालिसेज्यूलाई पनि म आशीर्वादको लागि सादर अनुरोध गर्दछु। आशीर्वाद गरिदिनु हुनका लागि बडिगाड गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष झालप्रसाद शेरचन्दज्यूलाई म अनुरोध गर्दछु। बडिगाड गाउँपालिका वडा नम्बर 1 का अध्यक्ष आदरणीय बोमबहादुर थापाज्यूलाई म आशीर्वादको लागि अनुरोध गर्दछु। बडिगाड गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष खड्गबहादुर पुञ्जलाई म आशीर्वादको लागि अनुरोध गर्दछु। आशीर्वाद गरिदिनु हुनका लागि बडिगाड गाउँपालिका वडा नम्बर 4 का अध्यक्ष आदरणीय मिलन रेस्मीज्यूलाई म अनुरोध गर्दछु। आशीर्वाद गरिदिनु हुनका लागि वडा नम्बर 5 का अध्यक्ष आदरणीय कृष्णप्रसाद आचार्यज्यूलाई म अनुरोध गर्दछु। आशीर्वाद गरिदिनु हुनका लागि बडिगाड गाउँपालिका वडा नम्बर 6 का अध्यक्ष वीरबहादुर खत्रीज्यूलाई अनुरोध गर्दछु। आशीर्वाद गरिदिनु हुनका लागि बडिगाड गाउँपालिका वडा नम्बर 7 का अध्यक्ष दिपेन्द्र प्रताप सिंहज्यूलाई दिपेन्द्र प्रताप केसीज्यूलाई म आशीर्वादको लागि अनुरोध गर्दछु। त्यसै गरी आशीर्वाद गरिदिनु हुनका लागि वडा नम्बर 8 का अध्यक्ष आदरणीय चन्द्र बरालज्यूलाई म अनुरोध गर्दछु। वडा नम्बर 9 का अध्यक्ष आदरणीय कृष्ण केसीज्यूलाई म आशीर्वादको लागि अनुरोध गर्दछु। आशीर्वाद गरिदिनु हुनका लागि वडा नम्बर 10 का अध्यक्ष वीरेन्द्र बुढाज्यूलाई म अनुरोध गर्दछु। त्यसै गरी छिमेकी पालिका गलकोट नगरपालिका वडा नम्बर 11 का अध्यक्ष डम्बर बहादुर श्रेष्ठज्यूलाई म आशीर्वादको लागि अनुरोध गर्दछु। आशीर्वाद गरिदिनु हुनका लागि मुसिकोट नगरपालिका 7 का अध्यक्ष हरिहर सापकोटाज्यूलाई अनुरोध गर्दछु। मुसिकोट नगरपालिका वडा नम्बर 2 का अध्यक्ष रविन्द्र खत्रीज्यूलाई आशीर्वादको लागि अनुरोध गर्दछु। मुसिकोट नगरपालिका वडा नम्बर 1 का अध्यक्ष आनन्द श्रेष्ठज्यूलाई म आशीर्वादको लागि अनुरोध गर्दछु। मुसिकोट नगरपालिका वडा नम्बर 3 का अध्यक्ष शङ्कर बहादुर जीज्यूलाई म आशीर्वादको लागि अनुरोध गर्दछु। मुसिकोट नगरपालिका वडा नम्बर 6 का अध्यक्ष खड्गबहादुर खड्काज्यूलाई म आशीर्वादको लागि अनुरोध गर्दछु। मुसिकोट नगरपालिका वडा नम्बर 8 का अध्यक्ष रमेश रसौलीज्यूलाई म आशीर्वादको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आशीर्वाद गरिदिनु हुनका लागि यस यज्ञका कर्ताहरू हुनुहुन्छ, यस विद्यालयका शिक्षक पनि हुनुहुन्छ विष्णु खरेलज्यू। त्यसै गरी पूर्व शिक्षक हुनुहुन्छ होमनाथ खरेलज्यू। त्यसै गरी राक्सी निवासी विष्णु भूषाल हुनुहुन्छ र खरबाङ निवासी सुनिता कार्की हाम्रो यज्ञको कर्ताहरू हुनुहुन्छ। म कर्ताहरूलाई आशीर्वादको लागि अनुरोध गर्न चाहन्छु। बडिगाड गाउँपालिकाका कार्यपालिका सदस्यहरूलाई म आशीर्वादको लागि सादर अनुरोध गर्न चाहन्छु। आर्थिक समिति यो कार्यक्रम सम्पन्न गरिरहँदाखेरि आर्थिक समितिको महत्त्वपूर्ण भूमिका छ। आर्थिक उपसमितिका संयोजक खगेश्वर अर्यालज्यूलाई म आशीर्वादको लागि हार्दिक अनुरोध गर्दछु। आर्थिक समितिका सदस्य आदरणीय भीमलाल पोखरेलज्यूलाई म आशीर्वादको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आर्थिक समितिका सदस्य गोकुल गिरिज्यूलाई म आशीर्वादको लागि हार्दिक अनुरोध गर्दछु। आशीर्वाद गरिदिनु हुनका लागि म बडिगाड गाउँपालिका वडा नम्बर 2 का वडा सदस्यज्यूहरू विष्णुमाया अर्याल, थुम्काला सापकोटा, सरस्वती राणा, प्रेमकली विश्वकर्मा यहाँहरूलाई म आशीर्वादका लागि हार्दिक अनुरोध गर्दछु। आशीर्वाद गरिदिनु हुनका लागि विद्यालयको सल्लाहकार समितिका संयोजक शेरबहादुर श्रेष्ठज्यूलाई म आशीर्वादका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आशीर्वाद गरिदिनु हुनका लागि सल्लाहकार समितिका सदस्यज्यूहरू अग्निधर अर्यालज्यू म आशीर्वादका लागि अनुरोध गर्दछु। टोकनारायण अर्यालज्यू आशीर्वादका लागि म अनुरोध गर्दछु। मेघनाथ अर्यालज्यू आशीर्वादका लागि अनुरोध गर्दछु। सुमकान्त पोखरेलज्यू आशीर्वादका लागि अनुरोध गर्दछु। विष्णुमाया अर्याल उहाँ वडा सदस्य पनि हुनुहुन्छ। भक्तबहादुर राणाज्यू म आशीर्वादका लागि अनुरोध गर्दछु। सुनिल शेरचन्दज्यू म आशीर्वादका लागि अनुरोध गर्दछु। नारायण भितालज्यू आशीर्वादका लागि अनुरोध गर्दछु। सूर्यबहादुर अधिकारीज्यू म आशीर्वादका लागि अनुरोध गर्दछु। लक्ष्मण बरालज्यू म आशीर्वादका लागि अनुरोध गर्दछु। त्यसै गरी विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू होसियार सिंह थापाज्यू, दुर्गा दत्त अर्यालज्यू, सरस्वती राणाज्यू, देवी नेपालीज्यू म आशीर्वादका लागि हार्दिक अनुरोध गर्दछु। आशीर्वाद गरिदिनु हुनका लागि यस त्रिभुवन नगर माध्यमिक विद्यालयका प्रधानाध्यापक, यस समारोहका यस आयोजक मूल समारोह समितिका सदस्य सचिव ढालमणि भण्डारीज्यूलाई म आशीर्वादका लागि हार्दिक अनुरोध गर्दछु। यो कार्यक्रममा वरिष्ठ संवाददाता स्वर्ण महोत्सवका आधारमा अहिलेसम्म वरिष्ठ संवाददाताको रूपमा हुनुहुन्छ ढिलाराम खरेलज्यू म आशीर्वादका लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी म रुद्रपति बहुमुखी क्याम्पस स्वामी शिक्षाका
निमित्त क्याम्पस प्रमुख हेमन्त घिमिरेज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। महेन्द्र आदर्श माध्यमिक शिक्षाका प्रधानाध्यापक देवराम शर्माज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। भानु माध्यमिक विद्यालय गणेशका प्रधानाध्यापक केशव खरेलज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। भिमबिटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर खरेलज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। खड्गदेवी मावि कुण्डाका अध्यक्ष कुण्डाका प्रधानाध्यापक वेद प्रसाद पोखरेलज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। रत्नलक्ष्मी माध्यमिक विद्यालय रिगाका प्रधानाध्यापक कुल बहादुर श्रेष्ठलाई महासचिवका लागि अनुरोध गर्दछु। जनजाति माध्यमिक विद्यालय मुस्कोट नगरपालिका 1 अरेवाका प्रधानाध्यापक ईश्वरी प्रसाद आचार्यज्यूलाई आशीर्वादका लागि अनुरोध गर्दछु। त्रिभुवन माध्यमिक विद्यालय भुवासिटीका प्रधानाध्यापक जीत बहादुर रायमाझीज्यूलाई आशीर्वादका लागि अनुरोध गर्दछु। खारा माध्यमिक विद्यालय खारा बजारका प्रधानाध्यापक एके दत्त घिमिरेज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल अधिकारीज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। शिक्षाकारी माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल भुजेलज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। नेपाल राष्ट्रिय सर्वोदय मावि पौती अमराईका प्रधानाध्यापक चिरञ्जीवी थापाज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। सरस्वती माध्यमिक विद्यालय थानाडाँडाका प्रधानाध्यापक भीमलाल घिमिरेज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। पृथ्वी माध्यमिक विद्यालय बडागाउँका प्रधानाध्यापकज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। त्रिभुवन मावि मुसिकोटका प्रधानाध्यापकज्यूलाई पनि महासचिवका लागि अनुरोध गर्दछु। मालिका इङ्ग्लिस बोर्डिङ स्कुल धर्मेश्वरका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। गोल्डन फ्युचर एकाडेमीका प्रिन्सिपलज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। कोइलफेयर बोर्डिङ स्कुल भैरसरका प्रिन्सिपल वेद प्रसाद घिमिरेज्यूलाई आशीर्वादका लागि अनुरोध गर्दछु। औँलीटारी आधारभूत विद्यालयका प्रधानाध्यापक टीका भुजेलज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। सानोरीगा आधारभूत विद्यालयका प्रधानाध्यापक नरेन्द्र पुञ्जीलाई महासचिवका लागि अनुरोध गर्दछु। भिमबिटी आदर्श एकाडेमीका प्रधान प्रिन्सिपलज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। मनेवा आधारभूत विद्यालयका प्रधानाध्यापकज्यूलाई महासचिवका लागि हार्दिक अनुरोध गर्दछु। म विद्यालयका पूर्व प्रधानाध्यापकज्यूहरू कृष्ण प्रसाद खरेलज्यू आशीर्वादका लागि अनुरोध गर्दछु। प्रेमलाल खरेलज्यू महासचिवका लागि अनुरोध गर्दछु। ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयबाट आदरणीय लक्ष्मी देवीलाई आशीर्वादका लागि सादर अनुरोध गर्दछु। त्यसै गरी शिक्षक अभिभावक सङ्घका संयोजक इन्द्रा बन्सुलाई महासचिवका लागि अनुरोध गर्दछु। लेखा समितिका सदस्य आदरणीय धनबहादुर श्रेष्ठज्यूलाई आशीर्वादका लागि अनुरोध गर्दछु। लेखा समितिका सदस्य आदरणीय महलाल पौडेलज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। लेखा समितिका सदस्य मन्ना राणाज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। शिक्षक अभिभावक सङ्घका सदस्यज्यूहरू तिलबहादुर थापा डोडा वन गोमबहादुर राणा शान्ति नेपालीज्यूलाई म आशीर्वादका लागि सादर अनुरोध गर्दछु। त्यसै गरी भगवती प्राथमिक विद्यालयका प्रधानाध्यापक शिवलाल बन्जुलाई महासचिवका लागि हार्दिक अनुरोध गर्दछु। चण्डीस्थान प्राथमिक विद्यालयका प्रधानाध्यापक खगेश श्रेष्ठज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। रेमाली प्राथमिक विद्यालयका प्रधानाध्यापक नरमती थापा भुजेलज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। मैले यसअघि पनि उच्चारण गरेको थिएँ। सल्लाहकार समितिका सदस्य रत्नबहादुर छेत्रीज्यू आशीर्वादका लागि म सादर अनुरोध गर्दछु। मैले अघि पनि बोलाएको थिएँ। अब म यसै गरी जोड्दै गइरहेको छु। सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ घिमिरेज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। रिगाफेदी प्राविका प्रधानाध्यापक झलक थापाज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। गङ्गा प्राथमिक विद्यालयका प्रधानाध्यापक गौरव खत्रीज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। रुद्रावती प्राथमिक विद्यालयका प्रधानाध्यापक भुजेल नेपालीज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। बुटवलमा हाम्रो यो अभियान चलाइरहँदाखेरि बुटवलको संयोजनको जिम्मा पाइरहनु भएको आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो। बुटवल समन्वय उपसमितिका संयोजक आदरणीय घनश्याम खरेलज्यूलाई महासचिवका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सामाजिक व्यक्तित्व मुस्कोट नगरपालिकाबाट छतिलाल भण्डारीज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु। विद्यालयका पूर्व शिक्षक आदरणीय नरेश्वर खरेलज्यूलाई महासचिवका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विद्यालयमा स्वर्ण महोत्सवको सन्दर्भमा आर्थिक समितिका संयोजक हुनुहुन्थ्यो दुर्गा खरेलज्यूलाई म आशीर्वादका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बडिघाट गाउँपालिका नम्बर 2 का वडा सदस्य वडा सचिव वडा नम्बर 2 का वडा सचिवज्यूलाई म आशीर्वादका लागि अनुरोध गर्दछु। प्राणी चौकी खरबाङका प्रमुख प्राणी साथीहरू नारायण राणाभागज्यूलाई म आशीर्वादका लागि हार्दिक अनुरोध गर्दछु। आजको सुरक्षाको कमान्डरहरूले गरिरहनु भएको छ। त्यसै गरी सब डिभिजन बन्थाइले बडिघाटका प्रमुखज्यूलाई म आशीर्वादका लागि अनुरोध गर्दछु।
गर्दछु अर्बन स्वास्थ्य खरबाङ आधारभूत स्वास्थ्य चौकीका स्वास्थ्य सेवा केन्द्रका प्रमुख पप्पू कुमार यादवज्यूलाई महासचिवको लागि अनुरोध गर्दछु नागरिक सेवा केन्द्र खरबाङका प्रमुखज्यूलाई महासचिवको लागि अनुरोध गर्दछु नेपाल रेड क्रस सोसाइटी उपशाखा खरबाङका प्रमुखज्यूलाई प्रमुख या प्रतिनिधिज्यूलाई महासचिवको लागि अनुरोध गर्दछु हामीसँग धेरै मिडियाका साथीहरू हुनुहुन्छ म सबै सञ्चारकर्मी साथीहरूलाई आशीर्वादका लागि अनुरोध गर्न चाहन्छु प्रभु ब्याङ्क लिमिटेड खरबाङका प्रबन्धक दीपक शर्माज्यूलाई महासचिवका लागि हार्दिक अनुरोध गर्दछु हामीसँग सामुदायिक वनहरूले निरन्तर रूपमा सहयोग गरिरहनु भएको छ ढुडियाचौर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वा प्रतिनिधिज्यूलाई महासचिवका लागि अनुरोध गर्दछु पिप्ले बसा बहुउपयोगी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वा प्रतिनिधिज्यूलाई महासचिवका लागि धन्यवाद कमल सरलाई यस श्री त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सवको अवसरमा आयोजित श्रीमद् भागवत सप्ताह धनधान्य महायज्ञ आजको उद्घाटन समारोहका पद्मखतिकी गण्डकी प्रदेशका माननीय उपसभामुख आदरणीय बिना कुमारी थापाज्यू मञ्च आसीन हामीले धेरै महानुभावहरूलाई निमन्त्रणा गरेका थियौँ उहाँहरू आउँदै हुनुहुन्छ उपस्थित विशिष्ट अतिथि बडीघाट गाउँपालिकाका उपाध्यक्ष आदरणीय भीमसेन बन्ज्यू यो कार्यक्रमका सङ्कल्पकर्ता आदरणीय ध्रुवशरण बस्यालज्यू मञ्च आसीन विद्यालयका संस्थापक लगायत अन्य विशिष्ट महानुभावहरू हाम्रो निमन्त्रणलाई स्वीकार गर्दै विभिन्न स्थानबाट उपस्थित मञ्च आसीन आदरणीय अतिथि महानुभावहरू यो कार्यक्रमलाई सफल पार्नका लागि यहाँ उपस्थित विभिन्न संस्थाबाट उपस्थित प्रतिनिधिज्यूहरू हीरक महोत्सव मूल समारोह समितिका सदस्य सचिव लगायत सम्पूर्ण उपसमितिमा रहने सबै साथीहरू विद्यालयका प्रधानाध्यापक सहायक प्रधानाध्यापक लगायत छिमेकी विद्यालयबाट उपस्थित प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू विद्यालयका सम्पूर्ण शिक्षक साथीहरू यहाँ उपस्थित आदरणीय सबै अभिभावकज्यूहरू यो विद्यालयको श्रीवृद्धिको लागि विगतदेखि अहिलेसम्म विभिन्न माध्यमले सहयोग गर्ने सबै आदरणीय सहयोगदाताज्यूहरू र यहाँ उपस्थित बुवामा दाजुभाइ तथा दिदीबहिनीहरू प्यारा विद्यार्थी भाइ बहिनीहरू पत्रकार साथीहरू सुरक्षाकर्मी मित्रहरू सबैमा म मूल समारोह समितिको तर्फबाट र मेरो तर्फबाट हार्दिक अभिभावक हार्दिक नमस्कार गर्न चाहन्छु स्वाभाविक रूपमा त्रिभुवन माध्यमिक विद्यालयको स्थापना कालदेखि अहिलेसम्म विभिन्न चरणमा विद्यालयलाई अगाडि बढाउने हामी बिचमा नरम हुने संस्थापक लगायत विद्यालयको श्रीवृद्धिमा निरन्तर लाग्ने सबै मेरो आत्मप्रति मैले अवसरमा श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र उहाँहरूलाई सधैँ सम्मान गरिरहने प्रण पनि मैले गर्न चाहन्छु हामीले त्रिभुवन माध्यमिक विद्यालयलाई स्थापना 2017 सालमा भएसँगै 2028 सालमा दनिया र 2056 पछाडि अहिलेको यो ठाउँमा स्थानान्तरण गरेर अगाडि बढाउँदै गर्दाखेरि हामीले विभिन्न चरणका कार्यक्रमहरू सम्पन्न गरेका छौँ। विगतमा हामीले स्वर्ण महोत्सव मनाउँदै गर्दाखेरि विद्यालयलाई कक्षा 12 अथवा +2 सञ्चालन गर्ने प्रण गरेका थियौँ। त्यस पछाडि विद्यालयलाई हामीले एउटा नमुना माध्यमिक विद्यालयको रूपमा अगाडि बढायौँ र अहिले पनि नमुना माध्यमिक विद्यालयको रूपमा अगाडि बढिरहेको छ भने हामीले प्रण गरेका विषयहरू यहाँको बिचमा पुरा गर्दै आइरहेका छौँ। मैले यहाँको बिचमा धेरै समय लिन चाहन्न कि यो हीरक महोत्सव सँगसँगै
मायाकेबाट हामीले दुईवटा विषयमा विशेष प्रदान गरिरहेका छौँ कि अहिलेको यो सिपसँग नजोडिएको शिक्षा समय सान्दर्भिक हुन सक्दैन। त्यसैले हामीले एउटा मात्रै प्राविधिक विद्यालय शिक्षा यहाँ सञ्चालन भइरहेको छ। अहिले पनि हामीले बाली विज्ञानलाई प्राविधिक विषयको रूपमा यहाँ अगाडि बढाइरहेका छौँ। तर त्यसले मात्रै सबै विद्यार्थीहरूको चाहना पुर्याउन सक्दैन र सबैको सिपलाई एउटा सिपसहितको दक्ष जनशक्ति उत्पादन गर्नका लागि हामीले अन्य प्राविधिक विषयहरूलाई जोड्नका लागि बहुप्राविधिक विद्यालयको अभियान अगाडि बढाइरहेका छौँ। हामीले छात्रावास विद्यालयको तल्लो भवनबाट सञ्चालन गरिरहेका छौँ भने सुविधा सम्पन्न छात्रावास नबनेसम्म टाढा टाढाबाट आउने विद्यार्थीहरू र हाम्रो यो जुन आधार क्षेत्र छ सेवा क्षेत्र यो क्षेत्रमा रहने गरी विपन्न परिवारका विद्यार्थीहरू जो हुनुहुन्छ उहाँहरूलाई पनि छात्रावासमा रहेर अगाडि बढाउनका लागि अथवा त्यहाँ बसेर पढ्ने वातावरण बनाउनका लागि हामीले आवासीय विद्यालयको रूपमा त्रिभुवन माध्यमिक विद्यालयलाई अगाडि बढाउने प्रयास गरिरहेका छौँ। यो अभियानमा हामीलाई जुन खालको सहयोग प्राप्त भएको छ त्यो सहयोग हामीले विगतमा गरेका प्रतिबद्धताहरू अगाडि बढाउन गरेका जुन प्रतिबद्धताहरू छन् ती प्रतिबद्धतासँगै आगामी दिनमा बहुप्राविधिक शिक्षालयको रूपमा विद्यालयलाई अगाडि बढाउँदै आवासीय विद्यालयको रूपमा स्थापित गर्ने मान्यता हामीले राखिरहेका छौँ। यो काममा जो अहिलेसम्म हामीलाई सहयोगको वचन दिनुभएको छ र अब सञ्चालन हुने यो 8 दिनको मायाकेमा आफ्नो ठाउँबाट आर्थिक भौतिक नैतिक सहयोग गरेर त्रिभुवन माध्यमिक विद्यालयलाई अगाडि बढाउनको लागि यहाँहरू आफ्नो ठाउँबाट सहयोग गर्नुहुनेछ। यही शुभेच्छासहित मैले आजको कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गर्दै कार्यक्रम सञ्चालनका लागि विद्यालयका शिक्षक आदरणीय कमल पौडेल सरलाई अनुरोध गर्दै म आजको यो कार्यक्रमको अध्यक्षता गर्न चाहन्छु। धन्यवाद। नमस्कार। धेरै धेरै धन्यवाद। म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आसन ग्रहण गरिसक्नु भएको छ। यस समारोहका संयोजक आदरणीय विश्वप्रसाद भुषालज्यूले यस सन्दर्भमा मैले आसन ग्रहणलाई अघि पनि जोडिसकेको छु। यस बिचमा मुस्कोट नगरपालिकाका मेयर साहब आइपुग्नु भएको छ। म जीवन कल्याणज्यूलाई उहाँसँग लागि अनुरोध गर्न चाहन्छु। यसै गरी यस बिचमा रुद्रावती बहुमुखी क्याम्पसका क्याम्पस सञ्चालक समितिका अध्यक्ष आदरणीय भुवन केसीज्यूलाई उहाँसँगका लागि हार्दिक अनुरोध गर्दछु। अब यो कार्यक्रम विभिन्न मिडियाहरूबाट प्रसारण र प्रकाशन पनि भइरहेको छ। यति बेला रेडियो छत्रभूमि 93.6 मेगाहर्जबाट लाइभ भइरहेको छ। यसबाट स्टेसन म्यानेजर सुरज कार्की आफूले यसको लाइभ गरिरहनु भएको छ। त्यसै गरी रेडियो सारथी 107.4 मेगाहर्जबाट यसको लाइभ भइरहेको छ। यसको रेडियोका समाचार प्रमुख अनिस पाठक र सुनिल राणाज्यूले यसको लाइभ गरिरहनु भएको छ। त्यसै गरी यसको सबै फोटो र भिडियो खिचिरहनु भएको छ पौडेल डिजिटलबाट, वन पिक्चरबाट देवीराम दुबे। यसै गरी सुमन गोर्खाली युट्युबबाट पनि यसको प्रसारण भइरहेको छ र अरू धेरै मिडियाहरूबाट यसको लाइभ र प्रसारण भइरहेको छ। देश विदेश जाइरहेर पनि विभिन्न मिडियाबाट हामीलाई सुनिरहनुभएका समादरणीय भक्तजन, समादरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँ सबैलाई हामी यो कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ। र मैले भर्खरै सूचना पाएअनुसार हिन्दू महासङ्घका अध्यक्ष पनि हुनुहुन्छ गुल्मीको सुरेश चन्द्र भुषालज्यूलाई म आशीर्वादका लागि सादर निमन्त्रणा गर्दछु। यहाँ आइपुग्नु भएको छ, हार्दिक धन्यवाद छ। त्यसै गरी यो कार्यक्रममा अब म यो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। राष्ट्रगानबाट म प्रगतिका साथीहरूलाई राष्ट्रगानका लागि यसको बजाउनका लागि म तयारी अवस्थामा रहनका लागि अनुरोध गर्दछु। हामी
धन्यवाद। हाम्रो यस कार्यक्रममा बडीगाई गाउँपालिका वडा नम्बर 2 का सबै संस्था सबै व्यक्तित्वहरू यहाँ हुनुहुन्छ। त्यो सँगसँगै वडा नम्बर 2 भित्रका सबै विद्यालयहरूबाट विद्यार्थी भाइ बहिनीहरू सहित सबैजना यहाँ हुनुहुन्छ। यस सन्दर्भमा म सबैजनालाई धन्यवाद पनि व्यक्त गर्दछु र स्वागत पनि हामी गर्दछौँ। यसै सन्दर्भमा शब्दद्वारा सबै उपस्थित महानुभावहरूलाई स्वागत गरिदिनु हुनका लागि म विद्यालयका प्रबन्धापक आदरणीय ढालमणि भण्डारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। कार्यक्रमको उद्घोषण गरिरहनुभएका शिक्षक कमल पौडेलज्यू, श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको औपचारिक कार्यक्रममा अध्यक्षता गरिरहनुभएका आदरणीय कार्यक्रमका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, मञ्चमा आसीन प्रमुख अतिथि, गण्डकी प्रदेश सरकारका उपसभामुखज्यू, विशिष्ट अतिथिज्यूहरू, अन्य अतिथिगणहरू, यो कार्यक्रममा उपस्थित हुनुभएका, हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, आदरणीय अभिभावकज्यूहरू, छिमेकी विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक साथीहरू, यसै विद्यालयका सहायक प्रधानाध्यापक लगायत शिक्षक साथीहरू, प्यारा विद्यार्थी भाइ बहिनीहरू, पत्रकार, सुरक्षाकर्मी लगायत मैले सम्बोधन गर्न भुलेका कोही हुनसक्छ, सबैलाई म हार्दिक नमस्कार, न्यानो अभिवादन पक्राउन चाहन्छु। हामी यो विद्यालयले यहाँसम्म आउँदै गर्दा अघि अध्यक्षज्यूले यहाँबाट भनिसक्नु भएको छ, हाम्रो इतिहास गर्विलो छ। हामी अहिले जुन ठाउँमा उभिएर बोलिरहेका छौँ, यो ठाउँसम्म ल्याउनलाई सहयोग गर्नुहुने सम्पूर्ण चन्दादाताहरू, भूतपूर्व समितिहरू, प्रधानाध्यापक, शिक्षक लगायत तमाम अभिभावक र विद्यार्थीहरूको देन नै हो। त्यो देनले गर्दा यो विद्यालय अहिलेको अवस्थामा पुगेको छ। मलाई लाग्छ यो विद्यालयलाई जुन मकसदका साथ आदरणीय अभिभावक, चन्दादाता लगायत तमाम शुभचिन्तकले सहयोग गर्नु भएको छ, यो सहयोगको कारणले नै यो विद्यालय यहाँनिर पुगेको हो। अहिले यो ठाउँमा सबैलाई गर्व लाग्ने विद्यालय स्थापना भएको छ। हामीले यो ठाउँमा यो विद्यालयलाई यसरी आफ्नो उचाइ चुनिरहेको देख्न पाउनु नै हामी सबै भाग्यमानी हो। र अझै यो विद्यालयलाई यति मात्रै नभएर अझै हामी थप यो विद्यालयको प्रगति चाहन्छौँ। हामीले यस संस्थाबाट उत्पादन भएका जनशक्तिहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पनि बिक्न सक्ने, सम्भावना देख्न सक्ने खालका जनशक्ति उत्पादन गर्ने ध्येय राखेका छौँ। अहिले पछिल्लो समयमा धेरै युवाहरू पलायन हुने, देशमा नबस्ने, सबै यो युवा शक्ति बाहिर जाने हो भने नेपाल के वृद्धाश्रम हुने हो कि भन्ने यो प्रश्नको बीचमा हामीले अब यही
सम्भावना देख्न सक्ने खालको जनशक्ति उत्पादन गर्नुपर्छ। हामीले अहिलेसम्म हार्डवेयरमा काम गर्यौँ, त्यसको सर्टिफिकेटमा राम्रो अङ्क छ, उसले 4 GPA ल्याएको छ, तर सफ्टवेयरको पाटोमा ऊ कमजोर छ। त्यो सफ्टवेयरको पाटोलाई हामीले व्यवहार कुशल सिप भन्ने गरेका छौँ। अहिलेको पाठ्यक्रमले पनि व्यवहार कुशल सिपलाई अवलम्बन गरेको छ। मान्छेले पढेको छ, डिग्री लिएको छ, तर उसले आफ्नो संस्कार भुल्यो, संस्कृति भुल्यो, कसलाई सम्मान गर्ने हो सम्मान गर्न भुल्यो, प्रश्नको उत्तर मात्रै जानेर त्यो जनशक्ति काम लाग्ने खालको जनशक्ति हुँदैन। अबको जनशक्ति भनेको स्वदेशको माटोमा पनि सम्भावना देख्ने, आफ्नो जीविका चलाउनको लागि स्वदेशी माटोमा पनि उसले सम्भावना देख्ने खालको जनशक्ति, सिप सहितको शिक्षा, व्यवहार कुशल, उसको व्यवहारमा परिवर्तन हुनु पर्यो। हाम्रो गाउँघरमा उखान छ नि, पढेको म त सडेको भन्ने खालको पनि कहिलेकाहीँ हामी सुन्छौँ। पढेको मान्छे सडेको हुनु हुँदैन, पढेको मान्छे नम्र हुनुपर्छ, ऊ व्यवहारमा परिवर्तन भएको हुनुपर्छ। त्यसैले यो कार्यक्रमको पनि मुख्य उद्देश्य के हो भने हामीमा गुम्दै गएका संस्कार, संस्कृति, रीतिरिवाज, हाम्रा चालचलन, बानी व्यवहारलाई स्थापित गर्ने सिप सहितको हामीले शिक्षा दिने प्रण गरेका छौँ। मलाई लाग्छ अहिलेसम्म विद्यालयले आँटेको भनेको सबै कुरामा अभिभावकले मान्नु भएको छ र उहाँले सहयोग गर्नुभएको छ। र यो पटक पनि म विश्वस्त छु हाम्रा तमाम अभिभावकहरूले यो कार्यक्रमलाई राम्रोसँग सहयोग गर्नुहुनेछ। हामी तन मन धन के छ त्योसँग हामी यो कार्यक्रम अवधिभर हामी धन हुनेले ठिक छ धन दिउँला, धन नभए पनि हामीले समय दिउँ। यो समयमा हामी यहाँ उपस्थित भएर केही संस्कारयुक्त कुराहरू पनि सिक्यौँ र हाम्रा कलिला मस्तिष्कमा भर्न सक्यौँ भने पक्कै पनि समाजमा सद्भाव कायम हुन्छ, सामाजिक एकता रहन्छ, समाज भड्कदैन। त्यसले गर्दा हामी सबैलाई यो समाजमा रहने अट्ने ठाउँ हुन्छ। हामी यो वर्ष हामीले वार्षिक उत्सव नगरी हामीले यो श्रीमद् भागवत ज्ञान महायज्ञलाई सुरु गरेका छौँ। त्यसैले हामी यो श्रीमद् भागवतमा 7 दिनसम्म सबैले, म सबै अभिभावक, सबै विद्यार्थी, सबै शुभचिन्तक, हाम्रा आगन्तुक पाहुनाहरूलाई यो 7 दिनसम्म तपाईँहरूले हामीलाई साथ दिएर सँगसँगै यो कार्यक्रमलाई अगाडि बढाउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राख्दै पुनः सबैलाई यस विद्यालयको यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद आदरणीय प्रधानाध्यापक झलमणि भण्डारीज्यूलाई। उहाँले सबैलाई शब्द औपचारिक उद्घाटनको सन्दर्भ यसको पूजा पाठ प्राय सुरु भइरहेको छ, हुँदैछ। अब यसको औपचारिक कार्यक्रमको उद्घाटन हरिः ॐ स्वस्ति न इन्द्रो वृणोखा विश्ववेदाः स्वस्ति नस्तार्चुर्हरिष्ठनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। ॐ
शान्तिः ॐ शान्तिः ॐ शान्तिः सुशान्तिर्भवतु धेरै धार्मिक क्रियाकलापमै अगाडि बढ्नेछौँ। अबको सन्दर्भमा आफ्नो शुभकामना राखिदिनु हुनको लागि यस कार्यक्रमको हिसाबले हेर्दाखेरि कार्यक्रमको संरक्षक बडीघाट गाउँपालिका हाम्रो अभिभावक, यस पालिकाको तर्फबाट बडीघाट गाउँपालिकाका उपप्रमुख आदरणीय भीमसेन बन्चुलाई आफ्नो शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुनका लागि विनम्र अनुरोध गर्छु। धन्यवाद कमल सरलाई। अध्यक्ष विष्णुप्रसाद भुषालज्यू, यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी रहनुभएका गण्डकी प्रदेश सभाका उपसभामुख माननीय बिना कुमारी थापाज्यू, यस कार्यक्रममा केही समय नै पाल्नुहुने वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलज्यू, मुसिकोट नगरपालिकाका नगर प्रमुखज्यू, केही समय नै यस कार्यक्रममा सरिक रहनुहुने गलकोट नगरपालिकाका नगर प्रमुखज्यू, मञ्चमा आसन ग्रहण गर्नुभएका विशिष्ट व्यक्तित्वहरू, यस कार्यक्रममा सरिक रहनुभएका सम्पूर्ण आदरणीय अभिभावक साथीहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, यहाँहरू सबैलाई मैले बडीघाट गाउँपालिकाको तर्फबाट हार्दिक नमस्कार प्रकट गर्न चाहन्छु। हामी यो महत्त्वपूर्ण अवसरमा जुटेका छौँ। पश्चिम बागलुङको इतिहासमा धेरै वर्षपछि हामीले यो धनधान्याञ्चल मायायुक्तिको कार्य, पुण्य कार्य यो भूमिमा हामी गर्न गइरहेका छौँ। यो पुण्य कर्म, पुण्य भूमिमा सहभागी सबै व्यक्तित्वहरू र यो कार्यक्रम सफलतालाई जोडेर यो कार्यक्रमलाई सफल पार्नको लागि लाग्ने खट्ने सबैप्रति बडीघाट गाउँपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। र हामी पनि बडीघाट गाउँपालिकाको नमुना विद्यालयको यो कार्यक्रम बडीघाट गाउँपालिकाको आफ्नो पनि कार्यक्रम रहेको र यसको स्वामित्व लिँदै यस कार्यक्रममा हामी पनि सहभागी रहने प्रतिबद्धता पनि आफूसँग म जाहेर गर्न चाहन्छु। खास गरिकन यो कार्यक्रम धार्मिक अनुष्ठानको कार्यक्रम मात्र होइन, सबै धर्म मान्ने, सबै आस्था मान्ने व्यक्तिहरू पनि हटाउने यो कार्यक्रम शैक्षिक श्रीवृद्धिको लागि हामीले सञ्चालन गर्न गइरहेका छौँ। यो शैक्षिक श्रीवृद्धिमा हामी जो जोडिन्छौँ, मलाई लाग्छ हाम्रो आत्माले शान्ति पाउनेछ। हामी यो पुण्य कार्यले हाम्रो जीवन्त सम्झनामा तपाईँको जीवन रहनेछ र रहन्छ भन्ने हिसाबले हामी शैक्षिक श्रीवृद्धिमा जोडिन लागिरहेका छौँ। पक्कै पनि सबै नागरिकहरू, आम व्यक्तित्वहरू विद्यालयको श्रीवृद्धिमा, यहाँको शैक्षिक श्रीवृद्धिमा जोडिनको लागि र यहाँको उपस्थितिको लागि हामी अनुरोध गर्न चाहन्छौँ। यसरी जोडिँदा हामीसँग कति पैसा छसँग हाम्रो तुलनाको विषय होइन। हामीले कति विद्यालयलाई, शैक्षिक क्षेत्रलाई अगाडि बढाउनको लागि सहयोग गर्नु भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। यसकारणले गर्दा आफ्नो अवस्था र आफ्नो स्थिति अनुसार र आफ्नो खुल्ला हृदयका साथ विद्यालयको शैक्षिक प्रगतिमा हामी जोडिएर अगाडि बढ्नुपर्छ भन्ने कुरा मैले आम दाजुभाइ दिदीबहिनीहरूसँग अनुरोध गर्न चाहन्छु। मलाई सम्झना छ कि विद्यालय यस्तो पवित्र ठाउँ हो, यस्तो ऐतिहासिक ठाउँ पनि हो। हामीले 2017 सालमा विद्यालय स्थापना गर्दा हामी विगतमा कहाँ थियौँ? आज संस्थापक मन्त्रीको एकजना बुवा हामीले आसन ग्रहण गरिरहेका छौँ। धेरै बुवा आमाहरू हामीले
हाम्रो बिचमा रहनु भएन। तर हिजो कुन ठाउँमा भएको विद्यालयलाई आज हामी यो ठाउँमा ल्याइपुर्यायौँ। यो ठाउँमा ल्याइपुर्याउनको लागि हजुरहरूको हाम्रो अघिल्लो अग्रज पुस्ताहरूको कम योगदान छैन। हामीले त्यसरी उहाँहरूको मूल्याङ्कन गर्न खोजेको पनि होइन। त्यसकारणले गर्दा उहाँहरूलाई उच्च सम्मान गर्दै अहिले हाम्रो काँधमा सुम्पिएको यो विद्यालयलाई अब थप कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले हामी जोडिन जरुरी छ। यसैले विद्यालयसँग हामी जोडिनको लागि मलाई सम्झना छ, हामी जुन ठाउँमा जसरी सहयोग गर्न सक्छौँ त्यो ठाउँबाट सहयोग गरेर उठ्नुपर्छ, जुट्नुपर्छ भन्ने कुरा यहाँ समक्ष राख्न चाहन्छु। विद्यालय यस्तो ठाउँ हो, मैले एउटा तराईतिरको एउटा विद्यालयमा केही सन्दर्भमा म घुम्ने अवसर प्राप्त गरेको थिएँ। म त्यहाँ गएर हेर्दाखेरि त्यो विद्यालयलाई 2033 सालमा 2 रुपियाँ सहयोग गर्ने अभिभावकको नाम विद्यालयको भित्तामा शिलालेखमा लेखिएको थियो। अनि मैले त्यहाँको हेड सरलाई सोधेँ, उहाँ बागलुङ जिल्लाबाटै बसाइ सराय गरेर तराईतिर जानुभएको हेड सर हुनुहुन्थ्यो। उहाँलाई सोधेँ 2 रुपियाँ पनि शिलालेखमै खर्च गर्नुभएको भनेर उहाँलाई सोधेँ। अनि उहाँले मलाई उत्तर दिनुभएको थियो 2033 सालमा उहाँले 2 रुपियाँ विद्यालयलाई दिनुभयो। कम्तीमा पनि शिक्षा क्षेत्रमा मैले पैसा दिनुपर्छ भन्ने कुरा उहाँको मनमा रहेछ, त्यस कारणले 2 रुपियाँ दिनुभयो। त्यति बेला उहाँसँग पैसा 2 रुपियाँ मात्रै थियो। तर पछि उहाँको छोराहरूले विद्यालयलाई 11 लाख रुपियाँ सहयोग गर्नुभयो। तर त्यो 11 लाख सहयोग गर्दाखेरि मेरो बाबाले त्यति बेला दिएको 2 रुपियाँ चाहिँ भित्ताबाट नहटाइदिनु भनेर छोराहरूले भनेको कारणले अहिले छोराहरूले 11 लाख रुपियाँ सहयोग गर्दाखेरि पनि बाबाले 2 रुपियाँ दिनुभयो। कुनै बेला 2 रुपियाँ दिने 11 लाख रुपियाँ दिने हुन सक्छ। त्यसैले आज छ भोलि छैन। आज हामी जुन अवस्थामा छौँ त्यही अवस्थामा विद्यालयलाई सहयोग गर्ने हो। हामीसँग जति छ त्यहीबाट विद्यालयलाई सहयोग गर्न हामी आतुर हुने हो र हाम्रो सन्ततिले हाम्रो भावी पुस्ताले पनि के कुरा सिकोस् भने शैक्षिक क्षेत्रमा लगानी गर्नु पर्दो रहेछ भन्ने कुरा सिकोस्। त्यसैले शिक्षा सरकारको हो, सरकार शैक्षिक दायित्वबाट उठिन मिल्दैन, तर सरकारको मात्र होइन, हाम्रो पनि हो, हामीले पनि गर्नुपर्छ भन्ने कुरा हामीमा पर्न जरुर छ। यस कारणले गर्दाखेरि हामीले अहिले जुन हिसाबले अघि पनि उपसचिवले यहाँ भनिरहनु भएको छ कि विद्यालय हिजोको अवस्थामा हामीलाई सहयोग गर्ने व्यक्तित्वहरू आज पनि हाम्रो लागि सम्मानित हुनुहुन्छ। यो अवसरमा यो धनाधान्याञ्चल ज्ञान महायज्ञको सन्दर्भमा हामीले सहयोग गर्ने साथीहरू पनि चिर सम्झनामा विद्यालयप्रति रहनुहुन्छ। त्यसैले सबै आदरणीय व्यक्तित्वहरू यो चिर सम्झनाको फ्रेममा आबद्ध हुनको लागि म अनुरोध गर्न चाहन्छु। पक्कै पनि हामी सामाजिक हिसाबले खरबाङ बजारमा अवस्थित यो विद्यालय भए पनि हामी मुसिकोटको धेरै भूगोललाई, कलकोट नगरपालिकाको धेरै भूगोललाई हामी सेवा प्रवाह गरिरहेका छौँ। बडीघाट गाउँपालिकाले अभिभावकको लिइरहँदाखेरि मुसिकोट नगरपालिकाको मेयर साहब सहभागी हुनुहुन्छ। कलकोट नगरपालिकाको मेयर साहब पनि केही समयपछि सहभागी हुनुहुन्छ। पक्कै पनि उहाँहरू पनि उत्तिकै यस विद्यालयको अभिभावक हो। त्यसैले हामी राजनीतिक सीमाङ्कनमा बडीघाट मुसिकोट र कलकोटमा विभाजित भए होला, तर यो विद्यालयको शैक्षिक सीमाङ्कनमा हामी एकै ठाउँ छौँ भन्ने कुरा मैले यहाँ समक्ष राख्न चाहन्छु। त्यसकारणले हामी 3वटै पालिकाको सहकार्यबाट विद्यालयको श्रीवृद्धिमा हामी अगाडि बढ्नेछौँ। सबैलाई मैले यो कार्यमा जोडिनको लागि अनुरोध गर्दै अघि ध्रुवशरण सरले भन्नुभएको छ कि हामी सँगै यो यात्रालाई अगाडि बढाउँछौँ। हामी एक सातासम्म सरहरूको टिमसँगै रहेर हामीले यात्रालाई अगाडि बढाउँछौँ। आम हाम्रो अभिभावक र विद्यार्थी साथीहरू, विद्यार्थी भाइ बहिनीहरू पनि यो यात्रामा हामी सँगै रहन्छौँ। पालिकाका सबै जनप्रतिनिधि यो कार्यक्रममा हामी सहभागी हुने प्रयत्न गर्छौँ र हामी सँगै यो कार्यक्रमलाई सफल पार्नेछौँ। यहाँहरू सबैको जय होस्। धन्यवाद। धेरै धन्यवाद बडीघाट गाउँपालिकाका उपाध्यक्ष उपप्रमुख आदरणीय भीमसेन बन्सीलाई। प्रोग्राम
लिमिटेड खरबाङका प्रबन्धक दीपक शर्माज्यूलाई मैले अघि पनि आशीर्वादको लागि बोलाइसकेको छु। आशीर्वादको लागि अनुरोध गर्न चाहन्छु। अबको सन्दर्भमा हामी ऐतिहासिक देवभूमिमा छौँ। हामी ऐतिहासिक देवभूमिमा हुँदाहुँदै पनि हामीसँग यस्ता देव कार्यहरू कमै मात्र भएका थिए। हामी सबैजनालाई ज्ञान पनि छ। यदि कसैलाई छैन भने पनि हाम्रो यो भूगोलको सन्दर्भमा थोरै जानकारी गराउन मन लाग्यो। हामी यस्तो ठाउँमा छौँ जो भौगोलिक हिसाबले बागलुङ जिल्लाको सबैभन्दा होचो ठाउँ दरङ र भेडीघाटको सङ्गम स्थल। दरङ खोला जो घुम्तीबाट बग्दै आउने, घुम्तेको एकातिरको फेदी गिरङ्गी खोला, अर्कोतिरको फेदी दरङ खोला र त्यो घुम्तीको शिर सिद्ध भैरवको सबैभन्दा महत्त्वपूर्ण स्थान। सिद्ध भैरवको जसले सिद्धि प्राप्त गर्न चाहन्छ, भैरवको आराधना गर्न चाहन्छ, भैरवको सबैभन्दा मुख्य भैरवको रूपमा हामी सिद्ध भैरव र सिद्ध भैरवको घुम्तेलाई हामीले मान्ने गर्दछौँ। त्यसै गरी यता हाम्रो पश्चिमतिरबाट बग्दै आएको रुद्रावती अथवा भेडीघाट जो ढोल पाटनबाट बग्दै आएको छ। बराहहरूको सबैभन्दा ठुलो बराह हामीसँग नेपालमा धेरै बराहहरू हामीले भेट्न सक्छौँ, बराही मन्दिरहरू भेट्न सक्छौँ। ती सबैको सबैभन्दा मुख्य उद्गम स्थल भनेको ढोलबराही र ढोलबराहीबाट बग्दै आएको रुद्रावती, यो दुवै नदीहरूको सङ्गममा हामी छौँ। हामीतिर उत्तरतिर हेऱ्यो भने देवी ढोका र खड्गदेवीले हाम्रो रक्षा गरिरहनु भएको छ भने दक्षिणतिर मुसिकोट, त्यस्तै गरी पूर्वतिर शालिनी तपोभूमि र मालिकालाई अगाडि राखेका छौँ भने पश्चिमतिर हेर्दाखेरि हामीसँग छत्रभूमि र थानापतिले हाम्रो संरक्षण गरिरहनु भएको छ। त्यसैले यो निकै धार्मिक ऐतिहासिक ठाउँमा हामी छौँ। यही नदी हो जो काली गण्डकीमा मिसिन्छ गङ्गा नदीको रूपमा। त्यसकारण विश्वमा शालिग्राम प्राप्त गरिरहेको लागि म हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ। अब म उहाँको यो उहाँले लेख्नु भएको यो सन्देश म यहाँ जानकारी गराउन चाहन्छु। विक्रम सम्वत 2013 साल फागुन महिनामा दगातन डाँडा वडा नम्बर 6 हुकुटमा बस्ने इन्द्रमणि खरालको घरमा एकजना योगी घुम्दै आउनुभयो। घुम्दै आउँदा साँझो परेकोले मलाई बास बस्न दिनुहोस् भनी भनेकोमा मैले पनि साँझमा आएका योगीलाई बास बस्न दिएँ। साँझ बस्दा सोधपुछ गर्दा तपाईँको नाम के हो, तपाईँ कहाँदेखि आउनुभयो, कहाँ जानुहुने हो भन्दा उहाँले म लोकराज भन्ने ब्राह्मण हुँ, मेरो जन्मस्थल स्याङ्जा हो भनी भन्नुभयो। मैले पनि यसरी हिँड्नुभन्दा हामीहरूको बालबालिकाहरू छन्, तपाईँहरूले पढाइदिनुहोस्, हामी तपाईँलाई खाने बस्ने व्यवस्था मिलाउँछौँ भन्दा उहाँ पनि सहमत हुनुभयो। अर्को दिन बिहान उठी मेरो दाजुहरू जयलाल खरेल, पदमलाल खराल, दिलाराम खराल भेटी मेरो घरमा एकजना योगी आउनुभएको छ, उहाँलाई मैले हाम्रा बालबालिकालाई पढाइदिनुहोस्, हामीले खाने बस्ने व्यवस्था मिलाउँछौँ भन्दा हुन्छ भन्नुभएको छ। के गर्ने भनी सोच्दा सबै दाजुभाइ सहमत भई हुन्छ भन्नुभयो। हामी 4 भाइ मिली जेठा दाजु देवपति खरालको धारा माथिको घरमा हाम्रा बालबालिकालाई पढाउने र योगीलाई खाने बस्ने व्यवस्था गर्ने निर्णय गरियो। पढाउँदै जाने क्रममा वडा नम्बर 4 तुङडाँडामा स्कुल स्थापना हुने भयो। वडा नम्बर 4 र 6ले झारा तिर्ने, खर्च व्यवस्थापन गर्ने भन्ने भयो। तर झारा जाँदा खर्च व्यवस्थापनमा तुङडाँडासँग केही कुरा नमिलेको हुँदा अब हामी यहाँ आउने छैनौँ, हाम्रा साना साना बालबालिकालाई उतै पढाउनेछौँ भनी दलबहादुर अधिकारी, हिमलाल अर्याल, जयलाल खराल, पदमलाल खराल, इन्द्रमणि खराल र दिलाराम खरालको अगुवाईमा नेटामा पोखरी छ, सबै मिलेर पोखरी हटायौँ। त्यही पोखरीलाई पुरी घडेरी बनाई भवन बनायौँ भन्ने सल्लाह अनुसार सबै झारा लगाई पोखरी पुरी भवन निर्माण गरियो। भवन त बनाइयो, तर नाम के राख्ने भन्ने सन्दर्भमा छलफल गर्दा पोखरीको छेउमा पिपल छ, पिपलको 3वटा हाँगा छन्, त्यसैले त्रिपुरा राखौँ भनी सबैको सहमतिबाट नेटामा त्रिपुरा स्कुलको स्थापना भयो। स्कुल सुरु भएपछि योगी लोकराज बिदा भएर जानुभयो। विद्यालय सञ्चालक समितिमा इन्द्रमणि खरेल र शिक्षकको रूपमा भक्तिराम सापकोटा, प्रेमलाल शर्मा घिमिरे, नन्दराम थापा, तीर्थमणि घिमिरे, इच्छा श्रेष्ठ, सूर्यबहादुर अधिकारी, भागीरथ खराल, चुराबहादुर सापकोटाले पढाउनु भयो। पञ्चायती व्यवस्थामा श्री 5 महेन्द्र विक्रम शाहदेवबाट नेपाल अधिराज्यभर स्कुल स्थापना गर्ने अभियान सुरुवात भयो। गुल्मी जिल्ला वानी गाविस निवासी सुन्तले भीष्म सापकोटा विद्यालय निरीक्षक सुपरभाइजर हुनुहुन्थ्यो। मेरो दाजुको ससुराली भएको हुँदा उहाँसँग गई हाम्रो त्रिपुरा स्कुललाई स्थायी गरिदिनु पर्यो भनी
भन्दा हुन्छ म सकेको पहल गर्छु भनी हामीलाई स्थायी गर्ने आश्वासन पौष 9 गते त्रिपुरा स्कुल अस्थायी स्वीकृति पायो। तर शिक्षकको दरबन्दी नपाएकोले स्कुल चलाउन गाह्रो पर्यो। अनि हामी दलबहादुर अधिकारी, हिमलाल अर्याल, इन्द्रमणि खराल, जयलाल खराल, पदमलाल खराल, दिलाराम खरालले स्कुल चलाउन गाह्रो भयो। अब वडा नम्बर 6, 7 र 8 गरी 3वटा वडाले स्कुल चलाउने भनी 3वटा वडाको भेला बोलाउने निर्णय भयो। सोही अनुसार 3वटा वडाले छलफल गर्यो। सबै मिलेर स्कुल सञ्चालन व्यवस्थापन गर्ने सहमति भयो। तर स्कुल रहेको स्थान लागि समाजसेवी इन्द्रमणि खरेल, जयलाल खराल, पदमलाल खराल, दिलाराम खराल, दलबहादुर अधिकारी, हिमलाल अर्याल, चन्द्रलाल अर्यालले सुरुमा ठुलो योगदान दिई आजको अवस्थामा आइपुगेको छ। यसरी सुरुवात भएको इतिहासबाट प्रश्न हुन्छ इन्द्रमणि खरेल भनेर उहाँले यो अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ र भगवान कृपा अहिलेसम्म आदरणीय धन्यवाद कार्यक्रम सञ्चालक यसै विद्यालयका शिक्षक कमल पौडेलज्यू, श्री त्रिभुवन माध्यमिक विद्यालय खरबाङद्वारा सञ्चालन गर्न लागि यो 1 हप्ते हिरक महोत्सवको अवसरमा सञ्चालन हुन लागिरहेको श्रीमद् भागवत धनराञ्जन सप्ताह महायज्ञका उद्घाटन सत्रका अध्यक्ष आदरणीय यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भूषालज्यू, मञ्चासीन सम्पूर्ण अतिथिज्यूहरू, वाचन कर्मी पण्डित दीनबन्धु पोखरेलज्यू यहाँ उपस्थित भइसक्नु भएको छैन। यसै विद्यालयका सम्पूर्ण शिक्षकज्यूहरू, अभिभावक, विद्यार्थी भाइ बहिनी लगायत यो कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्नको लागि उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति म हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। सर्वप्रथम म यस श्री त्रिभुवन माध्यमिक विद्यालय खरबाङले आफ्नो 66औं वर्ष प्रवेशको अवसरमा जुन हिरक महोत्सवको अवसरमा यो महान महायज्ञको सञ्चालन गर्न लागिरहेको छ। मैले यो महायज्ञको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। धेरै खुसी लागिरहेको छ हाम्रो यो बागलुङ जिल्लाको पश्चिम क्षेत्रको यो अत्यन्तै महत्त्वपूर्ण स्थल खरबाङ, जो ऐतिहासिक र सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण स्थल हो। यो भूगोलको हिसाबले जिल्ला सदरमुकामबाट अलि टाढा रहेको र भौगोलिक हिसाबले अलि विकट, एउटा यही मध्य पहाडी लोकमार्गले मात्रै जोडिएको हिसाबले सुगम, तर अरू सबै हिसाबले अलि दुर्गम क्षेत्रमा यो त्रिभुवन नमुना माविले यस खालको जुन धनराञ्जन महायज्ञ गर्न लागिरहेको छ। मैले थाहा पाएसम्म यो क्षेत्रमा मैले आफूले पहिलो हो। हामीले यस्तै महायज्ञहरू धनराञ्जनहरू विभिन्न ठाउँमा हुने गरेको देख्ने सुन्ने गरेका छौँ। तर हामीले आज आफ्नै ठाउँमा आफ्नै घर आँगनमा यति ठुलो धनराञ्जन महायज्ञमा प्रत्यक्ष सहभागी हुने एउटा सुनौलो अवसर प्राप्त गरेका छौँ। यो अवसर प्राप्त गर्नको लागि धेरै पक्षबाट यहाँ थुप्रै लगानीहरू भएका छन्। धेरैले यो महायज्ञ सम्पन्न गर्नका लागि धेरै आफ्नो समय खर्चिनु भएको छ, आफ्नो लगानी गर्नुभएको छ। सम्पूर्णलाई सँगसँगै यो आयोजकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सँगै मलाई आजको यो कार्यक्रममा यति ठुलो महायज्ञ म पहिलोचोटि सहभागी हुँदैछु भनिरहेको छु। यसमा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेर एउटा सुनौलो अवसर दिनुभएकोमा आयोजकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। 2017 सालमा स्थापना भएको यो हाम्रो त्रिभुवन मावि जुन हामीले इतिहास भर्खरै यसभन्दा अगाडि सञ्चालकज्यूले तपाईँ हाम्रो बिचमा पढेर सुनाउनु भएको छ।
त्यति बेलाका स्थानीय बुद्धिजीवीहरूले उहाँहरूको सक्रियतामा यो सानो प्राइमरी स्कुल त्रिपुराको नामबाट त्रिपुरा प्राइमरी स्कुलको नामबाट स्थापना भएको यो स्कुल अहिले यो खरबाङ बजारमा यो पवित्र ठाउँमा यति ठुलो त्रिभुवन माविको रूपमा जहाँ कक्षा 12सम्म हाम्रा भाइ बहिनीहरूले पढ्न पाउने गरी स्थापना भएको छ, सञ्चालन भइरहेको छ। एकदमै खुसी लागिरहेको छ। यो स्कुलले हाम्रो यो क्षेत्रकै बागलुङ जिल्लाकै एउटा अब्बल स्कुलको रूपमा हामीले यो विद्यालयलाई सञ्चालन गर्न पाउँदा यो विद्यालयको शिर उँचो हुनु त छै छ, सँगसँगै हामीले वरिपरिका बासिन्दाहरू जहाँ हामी बस्छौँ यो स्कुल हाम्रो त्रिभुवन मावि खरबाङ भन्दै गर्दाखेरि सबैले चिन्ने स्कुलको रूपमा यो चिनिन्छ। त्यसैले यो स्कुलको नाम लिँदा हामीले यो स्कुलमा हाम्रा आफ्ना बालबालिकाहरूलाई पढाउन पाउँदा हामी यहाँ स्थानीय बासिन्दाहरू पक्कै पनि हाम्रो पनि छाती गर्वले चौडा भएको महसुस गर्छौँ। मलाई यो लाग्छ यो यति यो स्कुललाई हामीले गर्व गर्न लायक बनाउनमा यो स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सम्पूर्ण साथीहरू, शिक्षक साथीहरू, विद्यार्थी भाइ बहिनी सँगसँगै अभिभावकको पनि एकदमै महत्त्वपूर्ण भूमिका रहेको छ। तपाईँहरू यो सबै विद्यालय विद्यार्थी र अभिभावकहरूको त्रिपक्षीय सक्रियता एकता भएन भने हाम्रो यो स्कुलहरू पक्कै पनि यस्तो हामीले गर्व गर्न लायक नमुना स्कुलहरू बनाउन सकिँदैन। त्यसैले सबै अभिभावकहरू तपाईँहरूको पनि एकदम ठुलो हात छ। यसलाई निरन्तरता यो विद्यालयलाई जसरी हामीले अहिलेसम्म राम्रो बनाएर ल्याएका छौँ अझ राम्रो बनाउनको लागि तपाईँहरूको सहयोग साथ निरन्तर भइरहोस्। म तपाईँहरूलाई शुभकामना दिन चाहन्छु। धेरै सामुदायिक विद्यालयहरूमा अहिले विद्यार्थी सङ्ख्याहरू एकदमै घटिरहेको हामीले पाइरहेका छौँ। धेरै सामुदायिक विद्यालयहरू मर्ज गर्नुपर्ने अवस्थामा पुगेको हामीले पाइरहेका छौँ। तर हाम्रो यो त्रिभुवन माध्यमिक विद्यालयमा 1180 भन्दै 1200को सङ्ख्यामा विद्यार्थीहरू अझै पनि यहाँ अत्यन्त हुनुहुन्छ। यो विद्यालय विद्यार्थीहरूको आकर्षणको केन्द्र भएको मैले महसुस गरेको छु। त्यसैले यो विद्यालयले यो आफ्नो साथलाई सधैँभरि जोगाउन सकोस्। म तपाईँहरूलाई शुभकामना दिन चाहन्छु। धेरै दक्ष जनशक्तिहरू अहिलेसम्म उत्पादन गरिसकेको छ। स्कुलले देश विदेशमा धेरै विद्यार्थीहरू पुगिसक्नु भएको छ। धेरै ठाउँमा आफ्नो सेवा गरिसक्नु भएको छ। यो हामीले गर्व गर्नको लागि लायक यो हाम्रो विद्यालय हो। त्यसैले हामीलाई यो एकदमै खुसीको कुरो हो र हामीले अहिलेसम्म जति गरेका छौँ त्यसैमा खुसी भएर रहिरह्यौँ भने हाम्रो विद्यालय फेरि अझै अगाडि बढ्न सक्दैन। त्यसैले यो कुरालाई मध्यनजर गरेर यो त्रिभुवन नमुना माविले यो एकदमै ठुलो महायज्ञ धनधान्यान्तरण महायज्ञ गर्न लागेको छ। यो महायज्ञमा जुन उद्देश्यका साथ यो विद्यालयले महायज्ञको सञ्चालन गर्न लागेको छ, आयोजना गरेको छ, विद्यालयको श्रीवृद्धि विद्यालयमा बहुप्राविधिक शिक्षालाई स्थापना गर्ने जुन खालको सोच लिएर यो स्कुलले धनधान्यान्तरण महायज्ञ सुरु गरेको छ एकदमै खुसीको कुरा हो। विगत वर्षदेखि नै एउटा विषयमा प्राविधिक भाग बाली विज्ञानतर्फ यसले अहिलेसम्म पनि अध्ययन गराइरहेको र त्योभन्दा पनि अरू थप प्राविधिक शिक्षा पनि हामीले यहाँबाट सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका साथ विद्यालयले जुन महायज्ञ सञ्चालन गरेको छ यसमा हामी सबैजनाले सहयोग गर्नुपर्ने जरुरी हुन्छ। अघि पनि भनिसक्नु भएको छ, अघिल्लो हाम्रो वक्ताले पनि हामीले जे सहयोग गर्न सक्छौँ हामी धन तन मन धन र वचन सबै कुराहरूले हामीले यो महायज्ञलाई सहयोग गरौँ। साथै दिन हामी यहाँ सहभागी भइदियौँ। म तपाईँहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु। विद्यालय भनेको एउटा विद्यार्थीहरूलाई निर्धारित पाठ्यपुस्तक पढाउने मात्र ठाउँ होइन, यहाँका हाम्रा साना बालबालिकाहरूको भविष्य बनाउने ठाउँ। यहाँ साना बालबालिकाहरूको चरित्र अनुशासन
सिर्जना र सृजनशील क्षमताहरूको विकास गर्ने ठाउँ हो। त्यसैले यस्ता महायज्ञहरू जरुरी हुन्छ भन्ने मलाई लाग्छ। हामी अहिले पछिल्लो चरण धेरै यस्तै विद्यालयहरूमा पाठ्यपुस्तक मात्र पढाउने अरू एक्टिभिटीहरू नगराउँदाखेरि हाम्रो विद्यार्थीहरू अलिकति गलत मार्गतिर पनि गएको हामी कतै कतै पाउने गर्छौँ, तर यहाँ छैन। यस्ता कुराहरूमा धार्मिक कार्यक्रमहरूले पनि हामीलाई हाम्रो मस्तिष्कमा जुन खालको अहिले हामी व्यस्त जीवन बिताइरहेका छौँ, त्यो व्यस्त जीवनबाट हामी एकदमै तनाव, थकान, जुन खालको टेन्सनमा गुज्रिरहेका छौँ त्यसलाई अलिकति भए पनि हामीले मलमपट्टि गर्नका लागि, हामी अलिक हाम्रो मन शान्त बनाउनका लागि हामीले यस्ता महायज्ञहरूमा प्रवचनहरू सुन्नु जरुरी हुन्छ। त्यसैमाथि पनि हाम्रो यो महायज्ञमा हाम्रा प्रवीण वादक भनेर जुन देश विदेशमा ख्याति प्राप्त गर्नुभएको दीनबन्धु पोखरेलजी आउँदै हुनुहुन्छ, उहाँको प्रवचनबाट हामीले धेरै कुराहरू सिक्नुपर्छ। हामीले अनुशासनका कुराहरू सिक्नु जरुरी छ। हामीले धार्मिक कुराहरूमा धेरै हामीले मन लगाएर सुन्यौँ भने त्यहाँ धेरै कुराहरू पाउन सक्छौँ। त्यसैले हामीले यस्ता महायज्ञका कुरामा हामी सातै दिन हामीले प्रवचनहरू सुनौँ भन्ने मलाई लाग्छ। मेरो स्कुलको लागि पनि सहयोग हुन्छ। त्यसैले हामीले यस्ता कुराहरू सुन्नु जरुरी छ भन्ने मलाई लाग्छ। यो एउटा निश्चित उद्देश्य प्राप्तिका लागि जुन खालको एउटा कार्यक्रम आयोजना गरेको छ स्कुलले, यसमा हामीले हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यस कार्यक्रमका अत्यन्त आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, मञ्चमा आसन ग्रहण गर्नुभएका तमाम विशिष्ट व्यक्तित्वजनहरू, पत्रकार बन्धुहरू, सुरक्षाकर्मीज्यूहरू लगायत आफ्नो तह तर्कबाट एक देश सम्पादनको लागि अपराध दिनुभएका सबै आदरणीय व्यक्तित्वहरूलाई म एकमुष्ट रूपमा हार्दिक नमन व्यक्त गर्दै यो कार्यक्रमको बारेमा र अब 7 दिनसम्म कार्यक्रम कसरी अगाडि बढ्छ, यो कार्यक्रमको मूल मर्म के हो भन्ने विषयमा थोरै तपाईँहरूमा केही कुरा राख्ने अनुरोध चाहन्छु। समाजमा उपस्थित सदानुभक्त महानुभावहरू, यो राष्ट्र आज रोइरहेको छ। विभिन्न खालका परिवर्तनहरू यो देशमा अनपेक्षित रूपमा देखिरहेका छन्। सबैभन्दा ठुलो कुरा भनेको शिक्षामा आमूल परिवर्तन भएन भने राष्ट्र समृद्ध बन्न सक्दैन भन्ने हामीले धेरै देशका उदाहरणहरू देखिरहेका छौँ। दोस्रो विश्वयुद्धपछि धेरै राष्ट्रहरू चरम युद्धको चपेटामा परिसकेपछि शिक्षा र प्रविधिको माध्यमबाट गाउँबाट, टोलबाट, बस्तीबाट शिक्षा र प्रविधिलाई अङ्गीकार गर्दै अगाडि बढेका हिजो हाम्रो देश नेपालले चामल सहयोग गरेका देशहरू, हिजो दक्षिण एसियाको सबैभन्दा महत्त्वपूर्ण देश, सबैभन्दा समृद्ध देश भनेर चिने नेपाल आज कुन अवस्थामा छ र हामीले सहयोग गरेका देशहरू आज कुन अवस्थामा छन्, त्यो विषयमा अब राज्य गम्भीर भएन भनेर हामी हात बाँधेर आफ्नो परिवार मात्रै पालेर र परिवारलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर व्यापार बिजनेस मात्रै गरेर, नेता मात्रै भएर या कुनै व्यापार व्यवसायमा रहेर देश नै रहेन भने भोलि हाम्रो सन्ततिको रहनु। त्यसैले यो राष्ट्र निर्माण गर्नु हामी सबैको उत्तिकै दायित्व र उत्तिकै कर्तव्य हो। हामीले हाम्रो घर बनाउँछौँ तर सन्तान खराब जन्म्यो भने 50 वर्षसम्म नखाई नलाई गरेर जोडेको एउटा घर, 2 बिघा जग्गा
एउटा सन्तानले राम्रो शिक्षा पाउन सकेन भने त्यो नातिको पालासम्म रहँदैन, त्यो आफ्नै छोराको पालामा सिकिन्छ। तर हामी सबैजना जुटेर, हामी टोल टोलबाट, गाउँ गाउँबाट, बस्ती बस्तीबाट सबै जुटेर आफ्नो समुदायमा रहेका यस्ता शैक्षिक संस्थाहरूलाई एउटा सिकुलर र व्यवसायिक शिक्षातर्फ हामी परिलक्षित गर्न सक्यौँ भने हाम्रो सन्तान मात्रै नभएर यो टोलका, यो बस्तीका सन्तानहरू समृद्ध बन्यो भने यो गाउँपालिकाको सिक्को पनि अर्को गाउँपालिकाले गर्यो भने समग्र राष्ट्र परिवर्तन भयो भने बल्ल हामी समृद्ध बन्न सक्छौँ भन्ने अभियानलाई जोड्दै नेपालभित्र 101वटा प्राविधिक शिक्षालय निर्माण गर्छु भनेर म 2073 साल भदौ 9 गते जोङसनको जनहित माध्यमिक विद्यालय गएको थिएँ, जहाँ 89% पोलिटिक्सहरू भएको ठाउँमा मैले गएर भन्दा कसैले पत्याउनु भएन। तमाम यस्तै यहाँ मञ्च रहनुभएका आदरणीय व्यक्तित्वजनहरू जस्तै त्यहाँका सबै व्यक्तित्वहरूसँग आग्रह गऱ्यौँ र हामीले एउटा धार्मिक अनुष्ठानको सुरुवात गऱ्यौँ र आज जोङसोङमा नेपाल सरकारले पनि सुरुवात गर्न नसकेको एउटा विद्यालय जहाँ सिभिल इन्जिनियरिङ वर्षेनी 56जना विद्यार्थीहरू एउटा विद्यार्थीको हक र सुरक्षाको लागि हामी जस्ता अभियानकाले सुरु गरेको आज विद्यालय चलिरहेको छ जोङसोङ। यसै गरी पोखराको अम्बिका नारी जहाँ 126जना विद्यार्थी थिए, म बाटोमा ड्राइभ गर्दै थिएँ, बाटोमा हिँड्दै थिएँ, बाटो काटेर गाडीको अगाडि बाटो काटेर विद्यार्थीहरू जाँदै गर्दा म विद्यालयभित्र छिरेँ। तपाईँहरू पोखराजना हेर्नु होला, बाटैमा छ हिंसामा अम्बिका नारी। मैले भनेको थिएँ के गरौँ यो विद्यालयमा प्राविधिक विद्यालय चलाउँ भन्दा त्यहाँका शिक्षकहरूले मलाई बताउनु भयो, गुरु अब विद्यालय मर्चुङ्गे अवस्थामा छ भन्नुभयो। मैले 1 महिना अम्बिका माविमा बसेर विद्यालयको कोठाभित्र बसेर यो विद्यालयलाई प्राविधिक सिकुलर बनाउनुपर्छ भनेर भन्दा धेरैजनाको हाँसोको पात्र भयो, धेरैजनाले असहयोग पनि गर्नुभयो। तर म कहिल्यै पनि असहयोगसँग हार्दिनँ, किनकि असहयोग नगर्नु उहाँको कुरा हो। मैले सहयोगको अपेक्षा राख्नु पनि मेरो मूर्खता होला भनेर म आफू नै लागेँ, अन्तर्गतमा लागेँ। 1 महिना विद्यालयमा बसेँ र त्यहाँ 4.5 करोड जति हामी एकीको मार्फत दान सङ्कलन गऱ्यौँ। आज 900 विद्यार्थी भएर पोखराको नमुना विद्यालय भएको छ महाराजी पछाडि, किनभने हिजोसम्म सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोण छुट्टै थियो, यो राज्यले गर्नुपर्ने थियो भन्ने सबैको सोच थियो। तर त्यहाँ कसैले 20,000 दान गर्नुभयो, कसैले 50,000 दान गर्नुभयो, कसैले 1 लाख दान गर्नुभयो। दान गरिसकेपछि सबैको माया मिसियो त्यहाँ विद्यालयमा। त्यसपछि सङ्घले हेऱ्यो, प्रदेशले हेऱ्यो, नगरपालिकाले हेऱ्यो। आज 2वटा गाडी चलेका छन् पोखराको महेन्द्रपुरको विद्यार्थी। पोखराको सबैभन्दा ठुलो ठाउँ हेम्चाको अम्बिका माविमा आज विद्यार्थी पढ्न आएको छ। त्यहाँ होटेल चलेका छन्, त्यहाँका पसलहरू चलेका छन्, त्यहाँको घरेरी बिक्री भएको छ। आज पोखराको हेम्चा अतुलनीय रूपमा एउटा प्रगतिको बाटोतर्फ अगाडि बढिरहेको छ। यसै गरी नेपालका धेरै जिल्लाहरूमा म यही अभियान बोकेर गएँ। म जस्तो बबुरो, म जस्तो अज्ञानी, मैले के चाहेको छु र मलाई सहयोग गर्छन् भनेर म गएको होइन। मैले निष्ठा लिएर यो देश बनाउने जिम्मा मेरो पनि हो। म पर्वतमा जन्मेँ, साँच्चै भन्ने हो भने सबैभन्दा दुर्गम ठाउँमा जन्मेको केही विद्यालयहरूलाई म प्राविधिक बनाउँछु भनेर अगाडि बढ्दै गर्दा तत्कालीन समयका स्वास्थ्य मन्त्री गगन कुमार थापा नेपाल कर्मप्रतिनिधिको रूपमा मैले उहाँलाई निमन्त्रणा गरेको थिएँ। उहाँले के भन्नुभयो भने मलाई लेखेर सबै तपाईँको अभियानलाई साथ दिन तयार छौँ भनेर मलाई सम्माननीय गगन थापाजीले पनि मलाई शुभकामना दिनुभयो। धेरै ठाउँमा हामी नेपालका धेरै मैले नाम लिन चाहन्न, म गर्वका साथ खुलेर भन्न चाहन्छु मेगदी क्याम्पसमा एमएड चलाउन 4.5 करोड यही एमपीको माध्यमबाट मेरै सङ्कल्पमा म आफूलेको छ 926जना विद्यार्थीहरू अध्ययन हुनुहुन्छ। नेपाल कम्युनिस्ट पार्टी एमालेकी हुनुहुन्छ, उहाँले पढेको विद्यालयमा मलाई बोलाउनु भयो। उहाँले एकदमै लगभग गरिब, लगभग एकदमै जस्तै भएर मलाई कसैले केही भन्ला, मलाई सम्मान पनि चाहिँदैन, मलाई माला लाउनु पनि पर्दैन। म यो सङ्कल्पकर्ता हो, मलाई माला पनि पर्दैन, मलाई जे भन्नुपर्छ कि त्रिभुवन माडी खरमाङले एउटा इतिहास रचेको छ। त्यहाँ भन्न पायौँ भने भोलि नेपालभरि यो विद्यालयको प्रचार प्रसार हुनेछ, तपाईँको क्षेत्र विकास हुनेछ। त्यसैले पनि म सबै तपाईँ सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, बाली विज्ञान एउटा विद्यालय हामीले भर्खरै सञ्चालन, यस्तै एउटा नमुना प्राविधिक शिक्षालय यो ठाउँमा बनोस् भनेर म 75 सालदेखि कोठामा एउटा मिटिङ गऱ्यौँ हामीले। 75 सालको कुरा हो यो। स्वर्गीय पिता दलबहादुर अधिकारीको हेर्नु उहाँले के भन्नुभएको छ, स्वर्गीय दलबहादुर अधिकारीको वैकुण्ठ बासको कामना गर्छु यो भन्दै माता घर भई अन्य संस्थामा सहयोग गर्दै आउनुभएका आदरणीय व्यक्तित्वले यो महायज्ञ सुरु नहुँदै उहाँले 3,33,000 रुपियाँ दान प्रदान गर्नुभएको छ। बजाइदिनुहोस् ताली।
उहाँले ल हेर्नुहोस् त एक दिन सुरु नहुँदै यो एक सफल होस् र यो नेपालकै नमुना विद्यालय होस् भन्दै उहाँले फुटबलबाट र मेरो नाति पनाति खनातिको विद्यालयमा आउँदा मेरै सूर्यबहादुर अधिकारी जमुना अधिकारी विशेष रहेन, कुनै राजनीतिक रहेन, यो सबैको साझा फुलबारी भयो। त्यसैले सबैले दान गर्नको लागि आग्रह गर्दै आयुष, एलिना, ऋतिका, अनुष्का, स्वर्गीय बुवा दलबहादुर अधिकारी र स्वर्गीय आमा टिका देवी र पदम कुमारीको उहाँले सम्झँदै 4 बाई जापानमा सूर्यबहादुर अधिकारी पूर्व वडा सदस्य, यसै गरी स्वर्गीय बुवा दलबहादुर अधिकारी संस्थापक सचिव महानुभावहरूको हाम्रो अब पर्खाइ मलाई पनि यो स्थानमा एक एउटा अभियानमा अगाडि बढ्नुभएका परमादरणीय परमवन्दनीय अति आदरणीय अन्तर्राष्ट्रिय कथावाच मेरो गुरु अत्यन्तै आदरणीय हुनुहुन्छ वाचन प्रवीण पण्डित दीनबन्धु प्रभुको आगमन अब भइसकेको छ। हामी सबैले धेरै पर्खाइ गऱ्यौँ वाचन प्रवीण पण्डित दीनबन्धु प्रभुको, उहाँलाई म अति विशिष्ट पक्षमा गुरुलाई सम्मान चाहिँ आसन गर्नुको लागि म उहाँलाई खरबाङमा हार्दिक स्वागत गर्न चाहन्छु। यो अभियानमा मेरो 26औं कार्यक्रम समाएर मलाई एउटा अभियानका बनाउनु हुने मेरो अत्यन्तै आदरणीय गुरु वाचन प्रवीण पण्डित दीनबन्धु प्रसाद गुरुदेवप्रति म नतमस्तक हुँदै उहाँप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यसै गरी दाता हुनुहुन्छ बिलालामपन, अब एकैछिन हामी दानदातालाई गर्दैछौँ। त्यस पश्चात पूज्य गुरुदेवको हामी बिलारामपन, यसै गरी फलिदेवीपन 2 खरबाङ हाल फुटबलबाट छोरीहरू गीता पौडेल, यसै गरी पिनु भण्डारी, ज्येष्ठ ध्रुव खराल, गङ्गा खराल, माइला शिवराज खराल, कान्छा नारायण खराल, सरस्वती स्वर्गीय पति शेषकान्त खरालको विद्यालयमा पढाउनुहुन्छ। उहाँले ध्यान दिनु, नाति विद्यालयमा आउँदा बन्दै गरेको स्मारिकामा अथवा स्मारक भनेको शिलालेखमा नाम लेख्यो भन्दै उहाँले 15,100 रुपियाँ दान प्रदान गर्नुभएको छ। बधाई दिनुहोस् ताली। सुरु नहुँदै दान सङ्कलन भइसकेको छ। अब गुरुदेव जहाँ जानुहुन्छ त्यहाँ अत्यन्तै एउटा फरक परिवर्तन देखा पर्छ। मलाई विश्वास छ यो खरबाङमा गुरुदेवको पाइला परेको छ। नेपालमा होइन, भर्खरै आफै जापानको टोकियोमा एउटा कार्यक्रम गर्दैछु। सच्चिदानंद रूपाय विश्व प्रत्याभूत तावत्र विनाशाय श्री कृष्णाय नमः। श्री कृष्ण है करुणा सिंधु दीनबंधु जगतपति गोपीश गोपी का काम राधा काम शिक्षा को बहुआयामिक समन्वय करने महान संकल्प दिए आयोजित त्रिभुवन नमुना माध्यमिक विद्यालय को तत्वावधान संचालित भइरहेको यो श्रीमद् भागवत कथा ज्ञान महाविद्यालय र अध्यात्म महोत्सवको सम्मानित समारोहका सम्मानित अध्यक्षज्यू, आजका प्रमुख आमन्त्रित व्यक्तित्व, धेरै ठाउँमा चाहिँ हाम्रो उपसभामुखज्यूले अतिथि प्रमुख अतिथि भनेर सुन्नु भएको थियो होला। मैले चाहिँ प्रमुख आमन्त्रित व्यक्तित्व भने अतिथि भनेको तिथिले मिति रमलाइकन टुक्लुक्क आज व्यक्तिलाई भन्यो। हाम्रो निमन्त्रणालाई स्वीकार गरिकन आउनुभएकी जलपाइगुडी प्रदेशकी उपसभामुख मान्य वीणा कुमारी थापाज्यू, मञ्चाभिमुख समस्त सज्जन एवं मञ्चासीन लब्ध प्रतिष्ठित सामाजिक व्यक्तित्वहरू, विभिन्न दलका उच्च पदस्थ आदरणीय पदाधिकारी एवं नेतृत्वगण, शिक्षा प्रेमी, समाजसेवी, विद्यालय प्राचार्यज्यू लगायत शिक्षक शिक्षिका साथीहरू, विद्यार्थी भाइ बहिनीहरू, मातृशक्तिहरू र यो अभियानलाई पूर्ण रूपमा फलीभूत गर्नका लागि मन वचन अनि कर्मले समाहित समाधानी सज्जन, सर्वप्रथम हामीलाई यो महान अभियानको प्रमुख वाचकको हैसियतमा बोलाइदिएर निमन्त्रणा गरिदिएर यो ठाउँमा पहिलोपटक चाहिँ पदार्थित हुने अवसर प्रदान गर्नुभएकोमा म यहाँहरू सबैप्रति हार्दिक साधुवाद, सम्मान, आभार व्यक्त गर्छु।
पारिपट्टि ऋषिशृङ्ग तपस्या गरी तपस्थली तप भूमि यो नेपालको चाहिँ भूबन्ड जस्तो नक्सा भएको जिल्ला यो बागलुङ जिल्ला यो आफैमा एउटा अद्भुत जिल्ला मैले मानेको छु। यसपालि जापान गएपछि मलाई अनुभूति भयो बागलुङको प्रभाव जापानमा कति रहेछ। त्यसैगरी अस्ट्रेलिया जाँदाखेरि अनुभूति भएको थियो। त्योभन्दा अगाडि विशेष त अमेरिकाको बाल्टिमोर जाँदाखेरि चाहिँ बागलुङवासी भक्तजनहरूको चाहिँ समुपस्थिति सबैतिर बागलुङहरू छाइरहेको, आर्थिक उन्नति पनि गरेको, शैक्षिक समुन्नयन पनि गरेको, समाजको समृद्धिका लागि विदेश रहेर पनि नेपालप्रतिको भावना लगायत जगाइरहेको मैले अनुभूति गरेँ। र बागलुङ दूरदराज जस्तो लागे पनि यहाँबाट पढेर गएका राष्ट्रमा उच्च पदस्थ अधिकारीहरू र विदेशमा गएर पनि एउटा आर्थिक तरक्की उन्नति गर्ने त्यो समुदाय ठुलो मैले पाएँ। र यस्तो एउटा कर्मभूमिमा आएर पहिलोपटक हामीलाई निमन्त्रणा गरिदिने भूमिको दर्शन त्यो पावन भूमिको सान्निध्यमा आएर चाहिँ केही आफ्नो भाव मुखरित गर्ने भगवत गाथा गाउने अवसर प्रदान गर्ने भएकोमा म आयोजक परिवारप्रति हार्दिक साधुवाद सम्मान आभार व्यक्त गर्दछु। सम्मानित सज्जन, हामी एउटा अभियानमा छौँ। यो अभियान अध्यात्मवाद र भौतिकवादको समायोजनको मध्यमार्ग भएको समाजलाई सम्बोधित गर्ने अभियान हो। यो अभियानको सूत्रपातकर्ता हाम्रो परमादरणीय परमदरणीय प्रात स्मरणीय पिताश्री वाचन शिरोमणि पण्डित विधानप्रसाद चौधरीले सुरु गर्नुभयो। सामाजिक यज्ञ र आध्यात्मिक चिन्तन, सामाजिक यज्ञले भौतिक समृद्धि, आध्यात्मिक चिन्तनले आध्यात्मिक समुन्नति, यो दुईटाको विषय, यो दुईटाको समायोजनको विषयमा चाहिँ नेपाली समाजमा एक खालको लहर पैदा गर्ने काम उहाँले गर्नुभएको र त्यो अभियानलाई अझै नूतन अभ्यासको साथमा अझै नवीनतम भनेर समाजमा सम्बोधित गर्ने, समाजको बहुआयामिक उन्नति गर्ने, समुन्नयन गर्ने हाम्रो ध्येय हो। यही अभियान लिएर हामी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढेका छौँ। सम्मानित सज्जन, हाम्रो पूर्वीय दर्शन विशेषता हामी भागवत वाचन गर्दाखेरि यही विषयलाई पाउँछौँ। अहिले समाजमा विद्यमान भौतिकवाद र अध्यात्मवाद भनेको फरक विषय, यसको मिलन सम्भव छैन भन्ने विषयबाट समाजमा त्यो किसिमको वकालत गर्ने जमात पनि ठुलै छ। तर हामी त्यसलाई मध्यमार्ग भागबाट सम्बोधित गर्दै गएका छौँ। अबको युग अध्यात्मवाद पनि हो, अबको युग भौतिकवाद पनि हो। त्यसैले अध्यात्मवादले व्यक्तिलाई आन्तरिक शान्ति, भौतिकताले व्यक्तिलाई बाह्य समृद्धि र आन्तरिक शान्ति, यो दुईटाको समायोजन भएको व्यक्ति सफलताको बिन्दुमा परिलक्षित आफूलाई गर्न सक्छ भन्ने ध्येय राखेर हामीले यो अभियानलाई निरन्तर अगाडि बढाइदिनु पर्छ। हाम्रो उद्देश्य समाज विद्यमान सबै खालको विकृति विसङ्गतिको अन्त्य गर्ने। धर्म अध्यात्मको माध्यमबाट धर्मलाई कसैले यो विकृति विसङ्गतिको एउटा प्रारम्भको आयामको रूपमा सम्बोधन गर्छौँ भने धर्मलाई हामीले रूपान्तरणको आयामसँग जोड्ने गर्छौँ। धर्मलाई हामीले व्यक्तिको मस्तिष्कमा रहेको चाहिँ विकृति विसङ्गतिको समूह अन्त्य गर्ने प्रयासको आयामले सम्बोधित गर्ने गरेका छ। पूर्वीय दर्शनलाई त्यसको वैज्ञानिक पक्षलाई उजागर गरिकन, त्यसका प्राग ऐतिहासिक पृष्ठभूमिलाई निहालेर, त्यसका पौराणिक विशेष वैदिक आयामलाई उजागर गर्दै अहिलेको युग युगानुकूल ढङ्गबाट अहिलेका युवाले पनि बुझ्ने वैज्ञानिक ढङ्गबाट प्रवचन गरेर अध्यात्मवाद र भौतिकवाद ल्याउने भनिहाले त्यसको समायोजन गराउने प्रयत्न हामीबाट हुन्छ। त्यो चाहिँ हामीले गर्दै आएका छौँ। त्यसैले यही अभियानको साथमा तपाईँले आज विद्यालयको निर्माण गर्दा बहुप्राविधिक शिक्षा, असाध्यै राम्रो शब्द प्रयोग गर्नुभएको छ। बहुप्राविधिक शिक्षाले जो सिपमूलक शिक्षाको माध्यमबाट, व्यावहारिक शिक्षाको माध्यमबाट, व्यावसायिक शिक्षाको माध्यमबाट विश्वको तरक्की गरेको छ, विश्वको उन्नति गरेको छ। नेपालमा केवल सैद्धान्तिक एउटा शिक्षाले मात्रै हामीलाई भाषण दियो, हामीलाई रासन दियो, हामीलाई भाषण मात्र गर्न सिकायो, हामीलाई नेता गर्न सिकायो, मैले लेखा भन्न खोज्या होइन, हामीलाई बोल्ने कला चाहिँ सिकायो। हामी कसरी आत्मनिर्भर बन्ने, कसरी स्वावलम्बी बन्ने, कसरी समयलाई चिन्ने, कसरी समयलाई व्यवस्थापन गर्ने, हामी सन्तुलित व्यवस्थित र नियन्त्रित गर्ने कसरी
राष्ट्रको समुन्नति गर्ने कसरी आफू परावलम्बी हुनु स्वावलम्बी गर्ने कसरी भन्ने कुरा न हाम्रो पाठ्यक्रममा यस्ता कुरा चाहिँ समायोजित गरियो समाहित गरियो न हाम्रो समाजमा कुछ जागरण पैदा गरियो। हामीले आध्यात्मिक चिन्तनको माध्यमबाट यो अभियानको 12 वर्ष पालन गर्ने गरेका छौँ। हाम्रो प्रिय भाइ यो अभियानको अभियन्ता सङ्कल्पकर्ता ध्रुवचन्द्र विशालजी र हामीले विगत धेरै वर्षदेखि यो प्राविधिक शिक्षाको वकालत गर्दै अब समाजको रूपान्तरणका लागि समाजको उन्नतिका लागि समाजले नयाँ बाटो नयाँ गोरेटो पहिलाउनुको लागि चाहिँ अब सिपमूलक शिक्षा नभइकन हुँदैन। नेपाल विश्वस्तरमा भौतिक समृद्धिमा प्रविष्ट हुनुका लागि विकासोन्मुख देशबाट विकासशील देशमा चाहिँ आफूलाई मुखरित गर्नका लागि परिलक्षित गर्नका लागि सिपमूलक शिक्षा चाहिन्छ। हामीले उद्देश्य राखेर हामीले भौतिक शिक्षाको बार वकालत गर्दै आएका छौँ। एउटा आध्यात्मिक शिक्षा, अर्को सिपमूलक शिक्षा, व्यावसायिक शिक्षा, व्यावहारिक शिक्षा। सिपमूलक शिक्षाले व्यक्ति चाहिँ स्वावलम्बी बन्छ, समाजको हित गर्छ र आध्यात्मिक शिक्षाले व्यक्ति नैतिकवान बन्छ, व्यक्ति सन्तुलित बन्छ, व्यक्ति व्यवस्थित बन्छ, व्यक्ति नियन्त्रित बन्छ, आफू को भनेर चिन्छ। जब आफू को भनेर व्यक्तिले चिन्छ समाजमा हिंसा हत्या जस्ता चाहिँ अनैतिक क्रियाकलापमा व्यक्ति संलग्न हुँदै त्यसरी सदाचारी बन्नका लागि आध्यात्मिक शिक्षा, स्वावलम्बी बन्नका लागि व्यावहारिक शिक्षा, यो दुईवटा कुरा अब समाजमा आवश्यक पर्छ। म यहाँका शिक्षक शिक्षिका आदरणीय व्यक्तित्वहरूलाई भन्न चाहन्छु, यहाँ प्रवचनको क्रममा म विद्यार्थीहरूलाई ट्रेनिङ पनि गराउँछु। आध्यात्मिक विषयमा चाहिँ त्यो वैज्ञानिक पक्ष अहिलेको चाहिँ क्वान्टम फिजिक्सले भनेको कुरादेखि लिएर चाहिँ हाम्रो प्राग ऐतिहासिक पृष्ठभूमिमा हाम्रो अनाद ऋषिले न्याय सिद्धान्त प्रतिपादन गर्ने गौतम ऋषिले भनेका कुरादेखि गीताले भनेका कुरा वैज्ञानिक पक्ष अहिलेको चाहिँ विशेषतः बड पार्टिकलको कुरा चाहिँ पश्चिमा दर्शनले गरेको छ भने हाम्रो पूर्व दर्शनले ब्रह्माण्ड ब्रह्माण्ड ब्रह्माहुतम ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्म समाधिना भनेर हाम्रो पूर्व दर्शनले भनेका कुरा यी यावत कुराको समाज र मैले अमेरिकामा गएर पनि एउटा विश्वविद्यालयमा गएर के भनेको थिएँ भने वान डे नेपाल वर्ल्ड एक दिन नेपालले विश्वलाई नेतृत्व गर्न सक्छ। त्यो भन्दाखेरि कतिपय मुलुकका व्यक्तिले मलाई सोधेका थिए नेपालले विश्वलाई नेतृत्व गर्ने आधार के छ भन्दाखेरि मैले भनेको थिएँ हामीसँग दुईवटा चिज छ, हामीसँग योग छ, हामीसँग ध्यान छ। म 2 दिन अगाडि मात्रै योग भूमि कपिल वस्तुमा जहाँ कपिल भगवानले चाहिँ साक्यको सिद्धान्त प्रतिपादन गर्नुभएको योगलाई विश्वव्यापी जो गरिएको छ त्यसको सूत्रपातकर्ता, त्यसको प्रारम्भकर्ता, त्यसको चाहिँ प्रणेता भगवान कपिलदेवले चाहिँ प्राकट्य भएको भूमि त्यो भूमिमा गएको थियो 2 दिन अगाडि। योग अहिले विश्वले मानेको छ, त्यही कपिल वस्तुबाट सुरु भएको। ध्यान विश्वले मानेको छ, गौतम बुद्धले सुरु गर्नुभएको। योग र ध्यान विश्वको 184वटा देशले अनुशीलन गरेको छ, अंगीकार गरेको छ। त्यो हाम्रो नेपालको सम्पदा हो। त्यसैले नेपालले नजानिदो पारेबाट भौतिक आयाममा होइन, मानसिक र आध्यात्मिक आयाममा विश्वलाई नेतृत्व गरिरहेको छ। यो कुरा सबौर अमेरिकाको एउटा विश्वविद्यालय ब्रान्ड राइट विश्वविद्यालयमा मैले आफ्नो कार्यपत्र पेश गर्नु भनेको थिएँ। त्यसरी सज्जनहरू यस्ता कुराहरू जगाएर यस्ता कुरा चाहिँ बनाएर नेपाली अब चाहिँ कौडाहरू युवाहरूलाई अहिलेको त अल्फा पुस्ता भनौँ, अब जेनजी भन्दा पनि तल त्यो पुस्तालाई नेपालमा बस्ने वातावरण सृजना गर्नको लागि नेपालको गरिमा सिकाउनु पर्यो विद्यालयमा, नेपालको गरिमा सिकाउनु पर्यो विद्यालयमा, नेपालको पाहाड कुना कन्दराको पाठ सिकाउनु पर्यो विद्यालयमा, नेपालको चाहिँ यहाँ भएको रिसोर्स, यहाँ भएको खानी, यहाँ विभिन्न किसिमको चाहिँ यही गार्मेन्टमा कहीँ राम खानी, कहीँ ले खानी, कहीँ के विभिन्न खानीको नाम पक्कै पहिले खानी थियो होला। त्यो खानी खोजी अनुसन्धान गर्ने त्यो कर्णधार सुरु गरेर नेपालमा नबन्ने भने केही पनि छैन, नहुने भने केही पनि छैन। सबै रिसोर्स यहाँ छ, स्रोतहरू प्राकृतिक स्रोत पादनले हामी परिपूर्ण छौँ। अब विद्यालयबाट क्रान्ति गर्ने जरुरी छ। यो क्रान्ति भनेको चाहिँ मानसिक क्रान्ति हो। यो क्रान्ति भनेको ढुङ्गा लुडा गर्ने क्रान्ति होइन। यो क्रान्ति भनेको व्यक्तिको मस्तिष्कमा परिवर्तन गर्ने क्रान्ति हो। हामीले बुझेको क्रान्ति व्यक्तिको मानसपटलमा आउने परिवर्तनको बुझारोपण हो। त्यही क्रान्ति गर्दा हामी अगाडि बढ्न पुगेका छौँ। नारायण गुरुको पालादेखि अहिलेसम्म अध्यावधि यो अभियानलाई नवीनतम ढङ्गबाट नूतन अभ्यासको साथमा समाजलाई नयाँ ढङ्गबाट सम्बोधित गर्नका लागि र अध्यात्मवाद र भौतिकवादको समाज योजनको मध्य मार्गबाट समाजलाई सम्बोधित गर्नका निमित्त मन वचन कर्मले अगाडि बढेका छौँ। अब यो
त्रिभुवन नमुना माध्यमिक विद्यालयको सञ्चालनको लागि पुरा गर्न हामी कुनै कसर राखेर हाल्दैनौँ। हामी आयोजक जति चाहिँ भएर खट्दैछौँ, हरेक कार्यक्रम हामी त्यही गर्छौँ। हामी आउने हामी गुरु हो, सम्मानित व्यक्ति हो भन्दैनौँ। हामी चाहिँ दातालाई एउटा ऊर्जा थप्ने, आयोजकलाई ऊर्जा थप्ने, बिहानदेखि बेलुकासम्म कहिले मिटिङ बस्ने, समीक्षा बस्ने, के गर्ने, कसरी कार्यक्रमलाई प्रभावकारी गर्ने भन्ने विषयमा हाम्रो ध्येय हुन्छ। त्यसैले अब यो यज्ञ सिद्धिने बित्तिकै म सम्मानित अध्यक्षजीलाई ध्यानाकर्षण गर्छु। यो आजको समुद्घाटन समारोह सिद्धिने बित्तिकै मसँग र हाम्रो ध्रुवकुमार भूषालजीसँग चाहिँ एउटा कोठामा यहीँ काहीँ एउटा गहनतम भोलिबाट कसरी कार्यक्रमलाई अगाडि बढाउनु भन्ने विषयमा हामी केही गाइडलाइन्स प्रदान गर्नेछौँ। हामी एउटा समीक्षा बैठक बस्छौँ। त्यसका लागि तयार हुनका लागि आग्रह गर्दै सज्जनहरू अब ज्ञान गङ्गामा यो डुबुल्की मार्ने यो अवसरबाट कोही नबोल्नु होला। र नजिकै पारिपट्टि गुल्मी जिल्ला पनि मुसिकोट नगरपालिका पर्छ भन्ने मैले अनुभूति गरिरहेको छु, थाहा पाएको छु। मुसिकोट नगरपालिकाबाट पनि त्यहाँका भक्तजनको आगमन, हाम्रो आगमन भयो। मेरो पिताजीको पनि मित्र सुरेशचन्द्र भूषालजीलाई धेरै वर्ष पछाडि मैले देख्ने अवसर मिल्यो। पिताजीको मलाई झटक्क कता याद आयो। उहाँकै नेतृत्वमा रेसम र गौरव क्याम्पसको लागि धेरै वर्ष अगाडि मैले कमघासमा कार्यक्रम भागीपुर मन्दिर निर्माणका लागि हामीलाई कार्यक्रम गर्ने अवसर मिलेको थियो। र त्यसै गरी गुल्मीवासी हाम्रो तमाम समाजले भक्तसज्जन पनि यो यज्ञमा सरिक बन्न आउनुहुनेछ भन्ने अभिलाषा हुँदै यो बडिगाड गाउँपालिकाको यो यज्ञ हामी पदार्पण पहिलोपटक गरेको यज्ञले नेपालले इतिहास कायम गर्नेछ भन्ने हार्दिक कामनाका साथै मलाई फेरि पनि प्रमुख वाचक हैसियतमा बोलाइदिएर निमन्त्रणा गरिदिएर यहाँको सान्निध्यमा रहने अवसर, आफ्नो भाव अभिव्यक्त गर्ने अवसर प्रदान गर्नुभएकोमा यहाँ सबैप्रति हार्दिक साधुवाद, सम्मान, आभार व्यक्त गर्दै मेरो बाणीलाई यही विराम गर्दछु। ओम संरक्षकम सम्बोधम सम्भवनांसि जानताम देवा भागलिखा पूर्वे संज्ञा नाम उपासते हरिओम तत्सत नारायण। धेरै धेरै धन्यवाद छ आदरणीय गुरुदेव भाषण पर्वे पण्डित वीरभद्र पोखरेलज्यू। उहाँले सबैलाई शुभकामना व्यक्त गर्दै कार्यक्रमको सन्दर्भमा शुभेच्छा शुभकामना व्यक्त गरेर बिदा गरिसक्नु भएको छ। हामी यो औपचारिक कार्यक्रमको अन्तिम चरणमा छौँ। यति बेला हामीलाई यो कार्यक्रममा हाम्रा कर्ताज्यूहरूले, गणेशज्यूले, त्यसै गरेर यज्ञ आचार्यज्यूले यहाँ विषय गरिरहनु भएको छ। यति बेला कर्ताज्यूले, कर्ता गणेश र यज्ञ आचार्यज्यूहरू अहिले मञ्चमा हुनुहुन्छ। हामीसँग अहिले हाम्रो यज्ञ आचार्यको रूपमा श्याम चालिसीज्यू हुनुहुन्छ, गणेशको रूपमा यमलाल चालिसीज्यू हुनुहुन्छ, कर्ताको रूपमा विष्णु खरेल, होमनाथ अर्याल, विष्णु भूषाल राक्सीबाट हुनुहुन्छ र सुनिता कार्की। हामीसँग चारजना व्यक्तित्वहरू कर्ताको रूपमा हुनुहुन्छ। अहिले यो बरौनीको कार्यक्रम भइरहेको छ र यस लगत्तै अब हाम्रो औपचारिक कार्यक्रमको हामी अन्तिम चरणमा छौँ। यसपछि पाठ पारायण हुनेछ। उपवाचक पण्डित सुरेन्द्र ठाकुरेलज्यूले यो आज एक अध्याय पाठ हुनेछ र आज साँझ अरू भजन कीर्तनका कार्यक्रमहरू आज हुने छैनन्। भोलि निर्धारित समय बिहान 7 बजीदेखि नै भोलिदेखि नित्य आराधनासहित रातको 9 बजीसम्म पुरै कार्यक्रमहरू हुनेछन्। म यो जानकारी पनि गराएँ। यति बेला यहाँ सङ्कल्पकर्ताज्यूलाई कता सम्मानको कार्यक्रम चलिरहेको छ। यज्ञ आचार्यज्यूले कता बोलाइरहनु भएको छ। हामी महान यज्ञमा छौँ। मैले अघि पनि भनेको छु, यो देवभूमिमा हामी महान यज्ञमा छौँ। अघि हामीसँग धेरै सहयोगदाताहरू हुनुहुन्छ। अहिलेसम्म आफ्नो सहयोग घोषणा गरिरहनु भएका व्यक्तित्वहरू झन्डै
200 जनाभन्दा बढी भइसक्नु भएको छ र हामीसँग 1 लाखभन्दा माथि सहयोग गर्ने सहयोगदाताहरू पनि झन्डै 100 को नजिक पुग्न थालिसक्नु भएको छ। आज अघि घोषणा केही प्रतिनिधिमूलक ढङ्गले केही रूपमा घोषणा लिएको थियो, त्यो चाहिँ 15,000 देखि 3 लाखसम्मको बिचबिचबाट केही व्यक्तित्वहरूको यो कति व्यक्तित्वहरूलाई हुनसक्छ। म पनि बोलेको थिएँ, फेसबुकमा मेरो पनि आएको थियो, तर मेरो अझै नाम आएको छैन भन्ने पनि हुनसक्छ। हामी सम्मानका कार्यक्रमहरू भोलिबाट अगाडि बढाउनेछौँ। तपाईँलाई कहिले सम्मान गर्दा उपयुक्त हुन्छ, हाम्रो सचिवालयमा तपाईँले सूचना पनि दिँदै गर्नुहोला। कतिजना बाहिरबाट हुनुहुन्छ भने तपाईँ कहिले आउँदै हुनुहुन्छ यो पनि सूचना प्राप्त हुनुपर्छ। आज हामी सम्मानका कार्यक्रमहरू जोडिरहेका छैनौँ। धेरै दाताहरू हुनुहुन्छ, मैले अगाडि धेरैजनालाई देखिरहेको छु, तर हामी औपचारिक कार्यक्रमको अन्तिम चरणमा भएको कारणले गर्दा मैले भर्खर बोलाइरहेको छैन। अब अध्यक्षको अनुमतिले औपचारिक कार्यक्रम यही सकिएको र अब यसपछिको सन्दर्भमा पाठ पारायणको कार्यक्रम रहेको र यसको 1 अध्याय आज वाचन हुने यहाँहरूमा जानकारी गराउँदै अबको क्रममा औपचारिक कार्यक्रम समापन भएको अध्यक्षको अनुमतिले समापन भएको जानकारी गराउँदै अबको यो पहल उपवाचक पण्डित गुरु सुरेन्द्र प्याकुरेज्यूलाई हस्तान्तरण गर्दै औपचारिक कार्यक्रम पुनः समापन भएको जानकारी गराउँदछु र म उद्घोषक कुमार पौडेल पनि हाल्न चाहन्छु। नमस्कार। यहाँ माथिबाट लङ्कपुरी दल लाएर लाउँछ ट्याक्क माथिबाट यो बाध्यम जब सर्व्यामी हातुकन सर्व्यामी तर भाग्यस्थानी जब सर्व्यामी त्यतिखेर पञ्चामृतको धारा ओम बन्धनयः सरस्वती सरस्वती त्यसै भगवता पञ्चामा तत्रैव चन्दन अचिता फुलहरू गन्धद्वारा ओम प्रसाद मौलोलाई गएर शिरमा Kalau